मञ्चमा यो पहिलो कुरा त यो यसरी फोकस प्राविधिक फोकस भएको यो प्यानल डिस्कसन मलाई लाग्छ धेरै कम हुन्छ। उता मेरो अग्रज गजन दाई मुस्कुराउँदै हुनुहुन्छ, हो साँच्चै हो भनेर होला। र यहाँहरूलाई स्वागत गर्दै म थोरै आजमा खास हामी यहाँहरूलाई विज्ञ नेताज्यूहरू भन्नु पर्यो आज त, विज्ञका सँगसँगै होइन। र उहाँहरूलाई सुन्नका लागि हामी यहाँ जम्मा भएका छौँ। र त्यो मेरो प्रश्न सोध्नुभन्दा अगाडि छोटोमा हामी कुन कन्टेक्स्टमा हामी कसरी यो बहस अगाडि बढाउँछौँ भन्नेमा एउटा त यो शीर्षकले पनि हामीलाई छलफल भएको छ। अर्को योभन्दा अगाडि आनन्द सरले टोन सेट गरिदिनु भएको छ, त्यो वाट आर द पोलिटिकल पार्टिज गोइङ टु डु इफ दे इलेक्टेड, त्यसबारेमा पनि हामीले प्रशस्त छलफल गरिसकेका छौँ। यहाँहरूले चाहिँ छलफल गरेर त्यो चिजहरू तयारी गरिसक्नु भएको छ। तर त्योभन्दा अगाडि थोरै मैले एउटा सिनारियो भनौँ न, मेरो यो बहसको चाहिँ सिनारियो के सेट गर्न चाहेँ भन्दा, हामीले अहिले देख्दाखेरि यो जुन जेनजी विद्रोह पनि भयो त्यसको अन्तर्यमा रहेको सुशासनको पछाडि यो प्रविधिको चाहिँ कमजोर प्रयोग पनि एउटा मेन कारण हो। जुन हामीले यो फेसलेस पेपरलेस क्यासलेसको कुरा गरिरहेछौँ, त्यो नहुँदाखेरि जुन यो सेवा प्रवाहमा सेवा लिनमा जुन झन्झट चाहिँ खास गरी यङ्स्टरहरू ठ्याक्कै 12 पास गरेपछि लिनुपर्ने नागरिकता, 12 पास गरेर लिनुपर्ने पासपोर्ट, 12 पास गरेर लिनुपर्ने लाइसेन्स, वडाका सिफारिस, नाता प्रमाणित, यो कुनै चिज पनि लिन सजिलो नहुने एउटा विडम्बना यो। अर्को एकजना विज्ञले के भन्नु भन्दाखेरि अस्ट्रेलिया र युरोपमा हामी कति बदनाम छौँ भन्दा, नेपालको विद्यार्थीहरू मात्र यस्तो हो अरे कि जसले जुनसुकै विषयमा जस्तोसुकै सिफारिस भनिदियो भने पनि ठ्याक्कै भनेको फर्मेटमा ल्याउँछ अरे। भनेपछि हाम्रो कहीँ पनि विश्वसनीयता छैन। यो किन यो भएको भन्दा हामीसँग एउटा यो सेन्ट्रल डिपोजिटरी यो डेटाको यो नलेजको डकुमेन्टको नहुँदाखेरि हामीले समस्या भोगिरहेछौँ र हाम्रो यो प्रतिष्ठा पनि त्यसैमा अलिकति क्षय हुँदै गइरहेको छ एउटा भने। र दोस्रो अनि हाम्रो हेर्दाखेरि आइटीमा हामीले धेरै गर्व गर्ने कुरा चाहिँ दक्षिण एसियामा पायोनियर यो 2G 3G ल्याउनेमा भन्दै गर्दाखेरि अहिले पनि हामीसँग के कुरा बिर्सिनु भएन भन्दा गएको जनगणनाकै हिसाबमा 76% घर परिवारसँग मात्रै मोबाइल फोन छ। हामीले डिजिटल नेपाल बनाउँदै गर्दा नेताजीहरूले के कुरालाई पनि ध्यानमा राख्नु पर्यो भन्दा ठुलो जनसङ्ख्या त्यो भनेको झन्डै 23 त्यहाँ भनेको 20 त्यहाँ 60 लाख जनसङ्ख्याभन्दा धेरै हो त्यो सिधा हिसाबमा, रफ हिसाबमा गर्दा। घर परिवार हाम्रो 75-80 लाख होला होइन जान्दै। र यसरी हेर्दाखेरि एउटा ठुलो घर परिवारसँग मोबाइल फोनै छैन, उनीहरूसँग डेटाको एक्सेसिबिलिटी, त्यो लिट्रेसी, त्यो के गर्ने भन्ने कुरामा कसले डोर्याउने भन्ने कुरा त अब फेरि सरकारले नै गर्नुपर्ला, एउटा मैले यो राखेँ। र दोस्रो अब हामी कतिसम्म अक्षम छौँ भन्ने कुरा त हामीले नागरिक एपको यो ढिलाइमा एउटा हेरौँ। अर्को बनेपाको आइटी पार्क चाहिँ अर्को देशले ल्याएर बनाइदिएको सहयोग स्वरूप बनाएको त्यस्तो राम्रो पूर्वाधार हामी प्रयोग गर्न नसकेर अन्तिममा त्यहाँ सिक्युरिटी प्रिन्टिङ गरेर बसेको छ कार्य। भनेपछि हाम्रो प्रायोरिटी, हाम्रो डिरेक्सन अथवा हामीले लिन सक्ने जुन कोर्स हो फ्युचर कोर्स, त्यो हामीले न अहिले सेट गर्न सक्यौँ न चाहिँ त्यसलाई चाहिँ ड्यु कोर्समा अगाडि बढ्दै गर्दा नै त्यसलाई हामीले सही मार्गमा ल्याउन सक्यौँ। र त्यसपछि अर्को हेर्दा म टिचर पनि भएको हुनाले र मैले मेरो टिचिङ करियर स्कुलमा कम्प्युटर साइन्स नै पढाएर सुरु गरेको हुनाले चितवनमा म के देख्छु भन्दा देयर इज अ ह्युज ग्याप, ठुलो खाडल छ पब्लिक र प्राइभेट स्कुलमा। तपाईँ हाम्रो बच्चाहरूको सबैको क्लासमा चाहिँ स्मार्ट बोर्ड छ, तर मेरै गाउँ नवलपरासीको स्कुलमा चाहिँ क्लासरुममा प्रोजेक्टर पनि छैन। स्मार्ट बोर्डको कुरै छोडिदिनुहोस्, स्क्रिनको कुरै छोडिदिनुहोस्। भनेपछि त्यो बच्चा र यो बच्चा बिचको जुन ग्याप छ त्यो बढ्दै जान्छ। र अन्तर्राष्ट्रिय रिसर्चले नि के देखाएको छ भन्दा मिडल अप्पर मिडल या धनी क्लासको बच्चालाई चाहिँ ल्यापटप दिइयो, इन्टरनेट ल्यापटप दिइयो र गरिबलाई पनि दिइयो भने गरिबको बच्चा सधैँ पछाडि पर्छ, किनकि उसँग इन्टरनेट कनेक्सन छैन। चिज त इन्टरनेटले ल्याउने हो नि त। कम्प्युटरमा गेम खेलेर MS पेन्ट चलाएर अथवा टक्स पेन्ट भन्ने अहिले बच्चाहरूले चलाउँछन् स्कुलमा, त्यो चलाएर त प्रगति हुँदैन नि त। भनेपछि त्यो ग्याप चाहिँ कसरी गर्ने भन्ने कुरा अर्को कन्टेक्स्ट हो। तपाईँहरूको चाहिँ चिजमा यो कुरा सम्बोधन होस् भनेर मैले अलिकति यो ब्रिफिङ गरेको, थोरै लामो भयो, माफ पाऊँ। र अर्को कुरा कम्प्युटरको पनि त्यही हालत छ, 1/3 भन्दा कम घर परिवारसँग मात्रै कम्प्युटर छ। र अनि हामी कति भ्रममा बाँचेका छौँ भन्दा मैले मेरो ग्रेजुएट स्टुडेन्टहरूलाई सोधेको नेपालमा कति प्रतिशत हाउस होल्डसँग चाहिँ कार होला भनेर सोधेको, आधा आधी बच्चा बच्चीले चाहिँ 55-60% भन्छ। त्यसपछिको एक क्वार्टरले चाहिँ 30-35% होला भन्छ। तपाईँले गेस गर्नुहुन्छ कति पर्सेन्टसँग कार होला नेपालमा? 1.73। तर हामीलाई चाहिँ काठमाडौँ बस्दा सहरमा बस्दा के लाग्छ भन्दा 99% घर परिवारसँग कार छ, बाइक छ भन्ने कुरा।
त्यस कारणले हामी यहाँ बसेर प्लानिङ गर्दाखेरि हामी काठमाडौँमा बसेर अथवा प्रादेशिक राजधानीमा बसेर प्लानिङ गर्दा त्यही प्रदेशका यही देशका दूरदराजको स्थिति चाहिँ साह्रै नै बेहाल छ र त्यो बेहाललाई चाहिँ यो घोषणापत्रमा यति डिटेलमा त घोषणापत्र जानुपर्छ मैले भन्न खोजेँ होइन, तर अहिलेको छलफलमा चाहिँ तपाईँले यो कुरा आउला। अनि अघि श्री गुरुङले पनि भनेर जानुभयो र धेरै पहिलादेखि हामीले बहस गरेको भन्दाखेरि अब एआईमा हामी चाहिँ एउटा हब बन्न सक्ने रहेछ। त्यो चाहिँ हाम्रो चाहिँ क्यापासिटीले भन्दा पनि एनर्जी र पानीको कारणले, यही दुईवटा कारणले, राइट। किनकि एकदमै ठुलो मात्रामा चाहिँ बिजुली चाहिने, जस्तै मेटाले नै अहिले एउटा बन्द भइसकेको एटमिक प्लान्टलाई चाहिँ त्यो एनर्जी प्लान्टलाई रिभाइभ गरेर 560 कति मेगावाटको बिजुली आफूले मात्रै लिने गरी बनाइरहेछ भनेपछि त्यो लेभलको चाहिँ एनर्जी एकदमै धेरै खपत हुने भएको हुनाले चाहिँ त्यो चाहिरहेछ। म्हणजे यो कन्टेक्स्टमा अब म यहाँ सुरु गर्न चाहन्छु आदरणीय नेताजीहरूलाई। एउटा कुरा यो सुस्तताबाट सुरु गर्न चाहेँ मैले, र सुस्तताबाट सुरु गर्न चाहेँ यो डिजिटल नेपाल 2018 देखि हामीले कार्यान्वयन गरिरहेछौँ DNF 15, अब 2.0 को पनि त्यसको पनि कुरा छ अब। तर हाम्रो प्रगति चाहिँ यति धेरै सुस्त हुनुको कारण चाहिँ के होला? म गजेन्द्र बुढाथोकीज्यूबाटै सुरु गर्न चाहेँ। धन्यवाद मननाथजी र आयोजक साथीहरू। तपाईँले एकदमै गहन तथ्याङ्कहरूबाट, हामी आर्थिक पत्रकारहरू तथ्याङ्कबाट बेसबाट कुरा गर्छौँ, गहन तथ्याङ्कहरू राखेर हामीले सुस्तताको कुरा गर्नुभयो। मेरा अग्रज गणेश सर कता हिँड्नुभयो, हिँडिसक्नुभयो, आनन्द सर यहीँ हुनुहुन्छ, हाम्रो केदार दाइ हिँडिसक्नुभयो। म एउटा सानो उदाहरणबाट सुरुवात गर्छु। त्यो विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत एउटा सूचना प्रविधि बोर्ड थियो होइन सर, पहिले उच्च स्तरीय संयन्त्र थियो, आयोग थियो। त्यसलाई यस्तो चौतारीको मादल बनाइयो कि अस्तित्वविहीन बनाइयो। कहिले उसले त्यो विज्ञान तथा प्रविधि अन्तर्गतको सूचना प्रविधिलाई कहिले उसले खोसेर लाने, कहिले उसले खोसेर लाने। सुस्तता कहाँबाट सुरुवात भयो? नेपालमा विगत 34 वर्षदेखिको हाम्रो सूचना तथा सञ्चार प्रविधिप्रतिको बुझाइ नै कमजोर भयो। तपाईँ पोर्टफोलियोमा यहाँ म मेरा दाइहरू देखिरहेको छु, एकदमै सत्तामा धेरैचोटि रहनुभएका र पावरफुलमा साथीहरू दाइहरू पनि हुनुहुन्छ, उहाँलाई म आदर गर्छु। त्यो विज्ञान त्यो मन्त्रीहरूको पोर्टफोलियो तपाईँले त हेर्नुभयो भने सबैभन्दा लास्टमा त्यो महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई राख्ने, अनि त्योभन्दा अलिकति माथि मात्रै विज्ञान तथा प्रविधि मन्त्रालय। गणेश सर त्यहाँ हुनुहुन्थ्यो, धेरै लामो समय उहाँले काम गर्नुभयो। हाम्रो सोचाइ, मानसिकता, बुझाइ जब हामी पोर्टफोलियोमा लास्टमा राख्छौँ सूचना तथा सञ्चार प्रविधिलाई, अन्तिम पुछारतिर राख्छौँ, अनि तपाईँ विकसित नेपालको, समृद्ध नेपालको कसरीको परिकल्पना गर्न सक्नुहुन्छ? नम्बर 1, यो क्षेत्रको मैले देख्दै आएको, भोग्दै आएको र लेख्दै आएको तथ्य चाहिँ के हो भने सूचना तथा सञ्चार प्रविधिमा यो देशमा लगानी नै गर्दै गरिएन। त्यो आइटी पार्क कस्तो राम्रो तपाईँले कुरा निकाल्नुभयो। म पहिलो पुस्ताको आइटी पत्रकार, 1998बाट मैले सूचना प्रविधिमा लेख्न थालेको र भर्चुअल अफिसको अभ्यास गर्ने नेपालको पहिलो पत्रकार म। अनि नेपालमा अहिले पनि हामी जोक बनाउँछौँ, रियल नै हो, त्यो पात्र मै हुँ। कुनै मन्त्रालयको सहसचिवसँग सर हजुरको इमेल एड्रेस दिनुहोस् न भन्दाखेरि घरमा छोडेर आएको छु भनेर मेरै कानमा इमेल घरमा छोडेर आएको छु भन्ने अहिले पनि त्यो मानसिकता छ। सुस्तता त्यहाँनेरि छ। सूचना तथा सञ्चार प्रविधि अहिले नयाँ पुस्तामा यस्तो राम्रो ग्रेजुएट्स अफिसरहरू आउनु भएको छ। अस्ति भर्खरै मैले गएर ट्रेनिङ पनि दिएर आएँ, एउटा क्लास लिएर पनि आएँ स्टाफ कलेजमा। अहिलेको पुस्ता एकदमै एडभान्स पुस्ता छ। तपाईँले कस्तो राम्रो कुरा गर्नुभयो। हामी यहाँ 3 पुस्ताका मान्छे छौँ, यहाँ सिधै भन्ने हो भने 3 जेनेरेसनका मान्छे छौँ यही सानो हलमा पनि। अहिलेको पुस्ता साँच्चै एडभान्स छ टेक्नोलोजीमा, हातमा संसारभरिको इन्फर्मेसन राखेर बस्छ। म बिचको पुस्ता, म नदी हामी बिचका पुस्ताका 3-4 जना छौँ। मेभन्दा अघिल्लो पुस्ताका दाइहरू हुनुहुन्छ, जसलाई मैले रेडियो पुस्ता भन्छु। म टेलिभिजन पुस्ताको, इन्टरनेट पुस्ताका भाइ बहिनीहरू पनि यहाँ हुनुहुन्छ। यो 3वटा पुस्ता छौँ हामी। बुझ्नुपर्ने कुरा के हो भने अहिलेको जेनेरेसन इन्टरनेट पुस्ता हो।
1998 पछाडि जब नेपालले इन्टरनेटमा प्रवेश गर्यो, देशभित्र सूचना प्रविधिको विकास भयो, हरेक वर्ष 5,000 देखि 7,000 आइटी ग्रेजुएट नेपालमा उत्पादन हुन्छन्। उनीहरूलाई हाउ टु ग्राब इन मार्केट, बजारमा कसरी चाहिँ उनीहरूलाई रोजगारी सृजना गर्ने र यहीँ राख्ने भन्ने विषयमा राज्य तहमा अहिलेसम्म नीति नै बनाउन सकिएन। सुस्तता त्यहाँनिर भयो, सुस्तता नीति निर्माणमा भयो, सुस्तता प्राथमिकता निर्धारणमा भयो, सुस्तता बुझाइमा भयो। हस्, थ्याङ्क यू दाइ। म क्रमसँग आउन चाहेँ, यसपछि म केशव सरकोमा यहाँलाई मैले प्रश्न सोध्न चाहेँ। यो सुस्तता त हामीले थाहा पायौँ, माइक्रोफोन छ त्यही लिनुलाई त। अब यो सुस्ततालाई सम्बोधन गर्ने उपाय चाहिँ के हो त हाम्रो? अब हजुर, यहाँहरू सबैलाई नमस्कार। कार्यक्रम सञ्चालक म सरलाई पनि विशेष धन्यवाद। सबभन्दा पहिला अहिले जुन छलफल चलिरहेको छ यो अत्यन्त महत्त्वपूर्ण छ र म धेरै समय नलिकन अब मुख्य कुरो पुँजी, प्रविधि र त्यसलाई चलाउने दक्ष जनशक्ति हो। हाम्रो समाजमा अहिले आइटी सेक्टरमा लगानी भइरहेको छैन। खास गरी हामी चाहिँ समाज विकास अर्थात् हाम्रो आर्थिक विकासमा हामी पहिला थोरै भन्दाखेरि पशुपालन, जसका गाई भैँसी धेरै त्यसलाई धनी भन्ने थियो, मान्छेहरू त्यसमा लगानी गरे। त्यसपछि जग्गा जमिनलाई सम्पत्ति ठान्न थाल्यो, जग्गा जमिन प्लटिङहरू भए। त्यसपछि सेयर मार्केटमा अलिअलि लगानी हुन थाल्यो। तर यो आइटी सेक्टरमा लगानी गर्दाखेरि कमाइ हुन्छ भन्ने चाहिँ नयाँ पुस्तालाई थाहा भए पनि जो नीति निर्माण तहमा छन् उहाँहरूलाई अझै थाहा भइसकेका छैन। त्यो भएर नीति निर्माण तहमा म केही नीति निर्माण तहमा जस्तो यो सूचना प्रविधिहरूका कानुनहरू बनाउने ठाउँमा त्यहाँ बसियो। हामी अधिकांश चाहिँ त्यो कानुन बनाउने ठाउँमै नजान्ने मान्छेहरू छन्। जस्तो प्रेस काउन्सिलका वा पत्रकार महासङ्घका मिटिङहरूमा म गएँ, त्यहाँ गइसकेपछि सामाजिक सञ्जाल सम्बन्धी कानुन बनाउने ठाउँमा को हुन्थ्यौँ हामी छापा माध्यममा काम गरेका, जसले साप्ताहिक दैनिक पत्रिकामा थाहा छ। मैले मान्छेको नाम लिन्न, तपाईँहरूले लगभग सबैलाई चिन्नुहुन्छ। हामी सबै त्यहाँ नियुक्ति हुने मान्छे चाहिँ कुनै दलबाट जाने वा पत्रकारका सङ्गठनका अध्यक्षहरू जाने, उनीहरू पहिला पञ्चायत कालमा हामीले पत्रकारिताको गरेको योगदानमा माथि हुँदै जाँदा अध्यक्षमा, नीति निर्माण गर्ने ठाउँमा सङ्गठनको अध्यक्ष बन्ने वा यस्तो ठाउँमा पुग्ने र त्यहाँ जानेहरू, प्रतिनिधित्व गर्नेहरू अध्यक्ष, उपाध्यक्ष, महासचिव जाने, जो चाहिँ छापाको मात्रै ज्ञान छ। सामाजिक सञ्जाल र पछिल्लो यो आइटी सेक्टरको ज्ञानै छैन भनेपछि मलाई लाग्छ सबैतिर यो सूचना प्रविधिदेखि हरेक नीति नियम बनाउने ठाउँमा दक्ष व्यक्तिहरू पुग्न सकेका छैनन् जसले त्यसको मर्म बुझुन्। त्यो भएर सबैभन्दा पहिला त उचित व्यक्तिलाई उचित ठाउँमा हुनु पर्यो। जसको जे दक्षता हो उसले त्यो क्षेत्रको लिड गर्न पाउनु पर्यो। आइटी सेक्टरको कसरी नीति नियम बनाउने, त्यसलाई कसरी आर्थिक उपार्जनमा उत्पादनमुखी बनाउने, अहिले जुन 11-12 पढिरहेका हजारौँ युवाहरू छन् उनीहरूलाई त्यसबाट कसरी रोजगारी दिने भन्ने कुराको योजना बनाउने, त्यसको लागू गर्ने र त्यसलाई अगाडि बढाउने ठाउँमा सबैभन्दा पहिला त्यो क्षेत्रका विज्ञहरूलाई राख्नु पर्यो। म एउटा पत्रकारिता र राजनीति शास्त्रको विद्यार्थी छु भने मलाई त पत्रकारिता वा राजनीति शास्त्रको क्षेत्रमा होला नि त। भोलि हामी जस्तै मान्छेले जित्यो भने वा हामी मध्ये कोही गयौँ भने सूचना प्रविधि मन्त्री त्यही हुने र आफू निकटकोलाई राख्ने र जसलाई चाहिँ ज्ञानै हुन्न। त्यो भएर मलाई चाहिँ सबैभन्दा अहिले यो देशमा सबभन्दा ठुलो चुनौती भनेको राइट मेन राइट प्लेस छैन, अर्थात् जसलाई जेको विज्ञता छ त्यो ठाउँमा त्यही व्यक्तिलाई राखेर कार्यक्रम अगाडि बढाउन दियो भने धेरै समस्या सल्भ हुन्छ। हस्, थ्याङ्क यू। म अब डाक्टर साहबतिर आउन चाहेँ। डाक्टर साहबलाई, हजुरलाई अब लामो समय पार्टीमा रहेर नै काम गर्नुभयो, बाहिर कुटनीतिक अनुभव पनि सम्हाल्नुभयो। हजुरले हेर्दाखेरि चाहिँ यो पहाडी र अघि मैले परिचयमा भने जस्तै धेरै पहाडी र हिमाली क्षेत्रमा, मध्य पहाडी क्षेत्रमा चाहिँ टेलिफोन र इन्टरनेट कुरै छोडौँ, बिजुली पनि छैन, राम्रो
छ तर गुणस्तरीय छैन। कर्णालीमा नेपालले निर्यात गर्दै गर्दा राजनजी हाम्रो सङ्गमजी हामी कर्णालीमा थियौँ, जीवनबहादुर साई आएर हामीलाई के भन्नु भन्दाखेरि तपाईँ के न्युज लेख्नुपर्छ काठमाडौँ बसेर, आइटीको हामी यहाँ बस चलिरहेको छौँ त्यहाँ उहाँ बोल्नुन्जेल 10 चोटि बिजुली चाहिँ झट्का हाल्यो फ्लक्चुएसन भनेपछि त्यो स्थितिमा हामी छौँ भनेपछि यस्तो बेलामा चाहिँ यो अहिले तपाईँहरू सबैको है फेरि अब हजुर एकजनालाई मात्रै होइन कि सबै दलहरूको यो डिजिटल कमिटमेन्टको अर्थ चाहिँ के हो त यस्तो अवस्थामा चाहिँ यसले के अर्थ राख्छ आम जनतालाई? धन्यवाद। म यो नेकपा एमालेको घोषणापत्रको मस्यौदा समितिमा थिएँ र यो मस्यौदा बनाउन करिब 3 हप्ता जति लाग्यो। अलिकति यहाँहरूलाई म त्यो केही नयाँ कुरा भन्न पनि चाहन्छु, त्यो प्रोसेस के थियो भन्ने बारेमा। र कतिपय चिजहरू यो आइसिटी जस्तो चिजहरू चाहिँ त्यो मस्यौदा समितिका लागि पनि नयाँ र धेरै चिजहरू त्यो बुझ्नका निम्ति त्यहाँ शब्द के राख्ने, त्यसलाई कसरी अन्डरस्ट्यान्ड गर्ने र त्यसको अघि केहीको डिटेल आयो, कुनै पार्टीको कसैको अलिक एब्स्ट्र्याक्टमा आछ, कसैको इन्डिकेटिभ मात्रै छ। तर यो आइसिटी सेक्टरको ओभरअल यसलाई हामीले अब हाम्रो सबै समाजको सबै पक्ष र एउटा अङ्गहरूको चाहिँ अभिन्न अङ्ग बनाएर लानुपर्छ भन्ने बुझाइ छ। त्यसको प्रेजेन्टेसन फरक छ, बुझाइहरू के डिटेलमा आछन् के एब्स्ट्र्याक्टमा आछन्। मैले यो तपाईँहरूलाई भन्न चाहेँ। र यस्तो फोरमहरूले के गर्ने रहेछ भने अघि आनन्दराज सरको प्रेजेन्टेसनदेखि लिएर हाम्रो उम्मेदवारको कुराहरू पनि सुनियो। यसले हामी त्यो पार्टीहरूलाई पनि अलिकति बुझ्न निम्ति चाहिँ सहयोग गर्ने, त्यहाँ राखिएको कन्सेप्ट, त्यहाँको अवधारणा, त्यो चिजहरूलाई हामीले कसरी लिएर रिफ्लेक्ट गरेर, किनभने पार्टीहरूले यहाँ राख्ने बित्तिकै हामीले के कुरा इम्प्रेस गर्नुपर्छ भने यो सबै कुरा, यो ब्लुप्रिन्ट र यो कसरी लागू हुन्छ भन्ने कुरा चाहिँ नजानेको पनि हुनसक्छ, नबुझेको पनि हुनसक्छ। र आइसिटी यस्तो भयो, फास्ट ग्रोइङ र यति फास्ट चेन्जिङ भयो, तपाईँ हामी सक्दैनौँ। तपाईँको इन्टरनेट पुस्ताले पनि नेपालमा बसेको एलडिसीमा गाउँमा कर्णालीमा बसेको पुस्ता, त्यो पुस्ता जो चलाउँदैछ त्यसले पनि गर्न सक्दैन। फर इक्जाम्पल म राजदूतबाट फर्केर आएको 3 महिना अगाडि मैले म्याक 4 के अरे कम्प्युटर किनेँ होइन, एप्पल कम्प्युटर। चान्चुन पाउने 2 लाख पर्यो। हिजो अस्ति इन्टरनेटमा हेरेको 50,000 नेपाली पैसामा आएछ कि 25 को अन्तिममा किनेको थिएँ मैले। 26 को भर्सन अहिले अब चाहिँ अर्को आयो र 25 मा भएको भर्सन त्यो मोडेललाई चाहिँ उसले 50,000 नेपालीमा गर्ने। मैले 1.5 महिनामै करिब 1.5 लाख जति पैसा चाहिँ गुमाएँ। किन मलाई केही फरक थिएन त, म त अरू 10 वर्ष त्यो म्याक 4 चलाउँछ। मैले एउटा फ्ल्याक्सनहरू, भाष्यहरू, न्यारेटिभ्सहरू कसरी चेन्ज भइरहेछ भन्ने पनि बुझ्नु जरुरी छ। जुन कुरा यो हाम्रो कसैका पनि घोषणापत्रले, मलाई लाग्छ अहिले 24 वर्षको कोही साथी जो यो इन्टरनेटमा मात्रै खाजा खाँदा जन्मिँदादेखि नै अचेल चाहिँ ऊ देखाउनुपर्छ, एउटा केटाकेटीलाई खेलाउने कार्टुन देखाएन भने भात खाँदैन। 2 वर्षको बच्चाले यहाँलाई थाहा छँदैछ, तपाईँ हाम्रा छोराछोरी नाति, त्यसैले यो घोषणापत्र लेख्नु भएको छ भने पनि यो कुरा आङ्कलन गरिएको छैन। यो कुरा इम्प्रेस गर्नुपर्छ र यस्तो यो एउटा इन्टेलेक्चुअल यो प्राग्मेटिक फोरमहरूले पार्टीहरूलाई फिडब्याक दिन्छन् भन्ने लाग्छ। अब मलाई लाग्छ यो प्रतिबद्धताको तपाईँले सोध्नु भएको चाहिँ होइन, यो हाम्रो डिजिटल डिभाइड, चाहे त्यो होइन लोकेसनमा होस्, जियोग्राफीमा होस्, जेन्डरमा होस्, एजमा होस्, त्यसको कमिटमेन्टको अर्थ के हुन्छ भन्न खोज्नुभयो, त्यही नै होइन सरले? त्यसको अर्थ के हो भन्ने खालको खास गरेर यो समस्या अघि मैले अब यो ओभरअल चुनौती त्यो भन्ने खालको कुरा अघि ल्याएँ मैले। आनन्द सरले पनि चुनौतीलाई हेर्नुपर्छ भन्ने कुरा, यो प्रतिबद्धताका कुरा चाहिँ मैले अहिले लेख्दै थिएँ। यो डिजिटल डिभाइड वास्तवमा यो कस्तो छ भने सहरमा पनि वर्ग छ र यसमा एक्सेस हुने वर्ग र नहुने वर्ग। अब त्यो जियोग्राफीमा त झन् छँदैछ, जस्तो एकदमै रिमोट एरियामा, रुरल एरियामा के गरेर त्यो गर्न सकिन्छ होला भनेर अघि त्यो अलिक हावादारी हो कि भन्ने खालको आनन्द सरले भन्नुभयो। यो स्याटेलाइटको विषय चाहिँ किनभने कसरी गर्न सकिन्छ भन्ने खालको कुरामा यो स्याटेलाइटको विषय एमाले भित्र कसरी उठ्यो भने यो 2019 कि कतितिर एउटा अमेरिकातिर कता लगेर त्यो छोडेको रहेछ त्यो स्याटेलाइट होइन। अब त्यो म धेरै कुरा बुझ्दिनँ, तर स्याटेलाइटको विषय चाहिँ त्यसले आफ्नो उसमा त्यो किनेर हुन्छ अथवा चाहिँ आफ्नै भनेको छ,
त्यो विदेशसँग हामीले हायर गरेर भाडामा लिएर पनि आफ्नै भन्न सक्छ। त्यो आफ्नैका पनि थुप्रै भाष्य होलान् भन्ने लाग्छ। अघि यो कस्टको हिसाबमा हामीले गर्नुपर्ने हो कि होइन, अलरेडी एभाइलेबल छ भने कसै। त्यसले गर्दाखेरि खास गरेर रिमोट रुरल एरियामा हामीले सबभन्दा पहिला कुरा चाहिँ इन्फ्रास्ट्रक्चरको कुरा हुने रहेछ, अनि मात्रै इक्विटीको कुरा आउँछ। त्यो इन्फ्रास्ट्रक्चर नै छैन भने त्यसमा चाहिँ केही पनि गर्नु। र नेकपा एमाले पर्याप्त रूपमा अघि उहाँले पनि गरिसक्नुभयो, क्रस कटिङ 25वटा स्तम्भहरू प्रस्तुत गरेको छ। ती 25वटा स्तम्भहरूमध्ये धेरै स्तम्भहरूमा यो डिजिटल इन्फ्रास्ट्रक्चरको कुरा गरेको छ। र त्यस पछाडि चाहिँ एउटा चाहिँ डिजिटल पूर्वाधारको कुरा चाहिँ 16औं स्तम्भमा छुट्टै व्याख्या पनि गरेको छ, यद्यपि छोटो भए पनि। त्यसले गर्दा सबभन्दा पहिला कुरा चाहिँ हामीले यदि यसको एक्सेसको कुरा गर्ने हो भने हाम्रो इन्फ्रास्ट्रक्चरलाई त्यसलाई नियमित बनाउने, स्थापना गर्ने, मतलब इस्टाब्लिसमेन्ट गर्ने र त्यसलाई दिगोपना बनाउनेबाट सोच्यो भने थ्याङ्क यू, त्यसपछि समाजमा हामी डिभिडेन्ड कसरी बाँड्न सक्छौँ भन्ने उसमा जान सकिन्छ भन्ने लाग्छ। थ्याङ्क यू डाक्टर साहब। र बिल्कुल हामी धेरै सहमत हुन सक्छौँ यसमा। पूर्वाधार बिना त यो हामीले खोजेको उपलब्धि हासिल गर्न गाह्रै पर्ला। त्यसपछि म अर्को डाक्टर साहबसँग, डाक्टर बेदीराम भुषालसँग आउन चाहेँ। हजुरलाई पनि त्यही प्रश्न राख्दै यो डिजिटल जुन डिभाइड छ, ग्याप, त्यो कसरी गर्न सकिन्छ भन्ने हजुरले थोरै राखेर यसमा के जोड दिनुहोस् भन्दा यो धेरै चिजमा चाहिँ डेडिकेटेड बजेट छुट्याउने भन्ने चाहिँ छ होइन। जस्तै शिक्षामा भने जस्तै अब के हामीले पनि अथवा तपाईँको दलले वा अरू अब बन्ने सरकारले दुवै हिसाबले चाहिँ के हामीलाई पनि सूचना प्रविधि आइसिटी सेक्टरको लागि डेडिकेटेड बजेटकै व्यवस्था गरेर अगाडि जाने सम्भावना रहन्छ? सुरुको चाहिँ त्यो डिजिटल डिभाइडको ग्याप जुन यो ग्रामीण र सहरी क्षेत्रबिचको विभेद छ, यो बजेटसँग त्यो प्रत्यक्ष सम्बन्ध भएको हुनाले चाहिँ यो दुईवटा चिजलाई चाहिँ हजुरले। धन्यवाद। पहिलो कुरा त यो कार्यक्रमको आयोजनाका लागि धन्यवाद र दोस्रो प्रश्नका लागि धन्यवाद। यो जुन ग्याप छ त्यो चाहिँ धेरै गम्भीर कुरा छ भन्ने मलाई लाग्छ। पहिलो कुरा त हाम्रो बुझाइमै ग्याप छ। मैले बुझ्दाखेरि समस्या म कहाँ देख्छु भन्दाखेरि विचारमै, बुझ्ने कुरामै समस्या छ। विचारमा हामी प्रस्तुत भयौँ भने व्यवहारमा उतार्न समस्या छ। विचारमा अथवा भनाइमा त हामीले धेरै पहिलेदेखि भनिरहेछौँ भन्ने मलाई लाग्छ। धेरै पहिलेदेखिका चुनावका घोषणापत्र हामीले हेऱ्यौँ भने पहिलेदेखि नै हामीले भन्ने गरेका छौँ भन्ने मलाई लाग्छ। तर व्यवहारमा हामी जान सकेनौँ। व्यवहारमा जान नसक्नुका धेरै कारण छ र त्यसमध्ये मुख्य कारण भनेको हाम्रो अर्थतन्त्र कमजोर हुनु हो भन्ने मलाई लाग्छ। हामीले चाहिँ लगानी भएन भन्छौँ। अब यो आइसिटी यो चाहिँ विज्ञान प्रविधिको क्षेत्रमा मात्रै होइन, टेक्नोलोजीको क्षेत्रमा मात्रै होइन, शिक्षाको क्षेत्रमा हाम्रो लगानी कति, त्यहाँबाट हेर्नुपर्छ। हाम्रो बजेटको कति प्रतिशत हामीले शिक्षामा लगानी गरिरहेछौँ, त्यसभित्रबाट यसमा जाने होला, यो सेक्टरमा जाने होला। त्यस कारणले कुल मिलाएर शिक्षाको क्षेत्रमा नै हामीले पर्याप्त बजेट एलोकेसन गर्न सकेका छैनौँ। किन गर्न सक्दैनौँ भन्दाखेरि हाम्रो चाहिँ यो आय स्रोतै कमजोर भयो। कसरी लगानी गर्ने भन्ने प्रश्न आइहाल्छ। बजेट हरेक पटक बजेट बनाउँदाखेरि बजेटको सिलिङ तोक्ने भन्ने गर्छ नि त हाम्रो, होइन? यो सिलिङभित्र बसेर मन्त्रालयहरूले बजेट तयार गर भनेर भन्ने गरिन्छ। त्यो भित्र बसेर हामीले गर्नुपर्छ। र दोस्रो कुरा, जुन बजेट हामीले छुट्याएका हुन्छौँ त्यसको पनि खर्च हुन सकिरहेको छैन। अर्को समस्या चाहिँ त्यहाँनिर छ। छुट्याएको बजेट पनि हामीले चाहिँ खर्च गर्न सकिरहेका छैनौँ। त्यसैले म छोटोमा के भन्न चाहन्छु भने हाम्रो कहाँ कति लगानी गर्ने हो भन्ने कुरामै समस्या छ। शिक्षा आजको समाजमा अत्यन्त महत्त्वपूर्ण विषय हो त हामीले भन्छौँ, तर शिक्षाका निम्ति कति लगानी गर्ने त भन्ने बारेमा जब हामी जान्छौँ त्यो बेला चाहिँ हामीले त्यति धेरै हात फुकाएर मन फुकाएर जान सक्दैनौँ। जति छुट्याउँछु त्यो पनि कार्यान्वयन गर्न सक्दैनौँ। यो चाहिँ समस्याले गर्दाखेरि रहेको हो भन्ने लाग्छ मलाई चाहिँ। अनि यो ग्याप चाहिँ जुन खालको छ, हुनुपर्छ भन्ने छ तर गर्न सकेको छैन, कुरा त्यही होला। दोस्रो के थियो? हजुर त्यो बजेटकै कुरा थियो, हजुर सम्बोधन गर्नुभयो मोटामोटी। यसमा म थोरै थप्न चाहन्छु। हाम्रो समस्या कहाँनिर छ भनेर हेर्ने भने समग्रमा अब यो प्रश्न आउँछ आउँदैन मलाई थाहा छैन, तर यो प्रश्न हो भन्ने मलाई के लाग्छ भने हामी परम्परागत
ढङ्गले शासन गर्ने त्यो मनोवृत्ति जुन हुन्छ नि त्यहाँबाट अगाडि बढ्न सकेका छैनौँ समग्रमा। अझ बढी चाहिँ हाम्रो यो चाहिँ कर्मचारी तन्त्र जुन छ त्यो चाहिँ अझ अगाडि बढ्न चाहँदैन। राजनीतिक नेतृत्वको पनि समस्या छ, तर राजनीतिक नेतृत्वभन्दा पनि बढी कहाँ देखिन्छ भन्दाखेरि कर्मचारी क्षेत्रमा चाहिँ देखिन्छ, जो चाहिँ परम्परागत ढङ्गले नै शासन प्रशासन चलाउन चाहन्छ। किनभने प्रविधिमा जाँदा बित्तिकै त चलखेल गर्न पाइँदैन नि, प्रश्न कुरा छ त्यहाँनिर। जब प्रविधिबाट काम अनलाइन चाहिँ कारोबार हुन थाल्यो भने कहाँबाट तपाईँ टेबल मुनि टेबलमाथि गर्न पाउनुहुन्छ? पाइँदैन नि। त्यसले गर्दाखेरि चाहिँ समस्या छ। हजुर, अब यसमा मैले देखेको हाम्रा विश्वविद्यालयहरूमा पनि यही समस्या छ। ती विश्वविद्यालयहरू पनि यस्तै खालका समस्याबाट ग्रसित छन्। हजुर, त्यसले गर्दा हामी अगाडि बढ्न सकेका छौँ। हजुर, थ्याङ्क यू सर। म राजन सरसँग आउन चाहेँ। राजन सर लामो समयदेखि प्रविधि र शिक्षामा संलग्न हुनुहुन्छ। उहाँ नेता मात्रै नभइकन उहाँ शिक्षाको क्षेत्रको विज्ञको रूपमा पनि रहेको हुनाले मैले त्यहीसँग जोडेर हजुरलाई सोध्न चाहेँ। अब यो हजुरको दलको र ओभरअल दुइटै राखिदिनु होला, हजुरको पार्टीको धारणा। यो शिक्षामा यो प्रविधिलाई प्रमोट गर्नका लागि, सूचना प्रविधिलाई अहिले हामीले दक्ष जनशक्तिको पनि दुईवटा चिज रहेछ। एउटा चाहिएको जनशक्ति नहुने, अर्को चाहिँ अघि भर्खरै हामी यहाँ बहस गर्दैथ्यौँ यो सुरु हुनुभन्दा अगाडि बिएससी सिएसआइटी र बिआइटी गरेका जनशक्तिले चाहिँ जागिर नपाउने, त्यो खालको बडो विरोधाभासपूर्ण स्थितिमा हामी रहेछौँ। यो के खालको इन्टरभेन्सनको योजना ल्याउनुपर्छ हामीले, अथवा भोलि तपाईँको दलले ल्याउने अथवा ओभरअलमा देशले लिनुपर्ने कस्तो खालको पोलिसी हुनुपर्छ यसमा? सम्पूर्णमा नमस्कार। धेरै कुराहरू त म आनन्द सरको कुराहरू अब धेरै भनिसक्नु भएको छ। यो म्यानिफेस्टोमा हामी जानु पनि पर्दैन होला, तर जुन कुरा छ आज हामी यो टु एक्सनको कुराहरू गर्दै गर्दाखेरि त्यो एक्सनेबल चाहिँ कसरी हुन सकिन्छ भन्ने कुरा एकदमै इम्पोर्टेन्ट पनि हो। शिक्षा र सूचना प्रविधिलाई कसरी जोड्न सकिन्छ? अहिले अवश्य पनि मैले 2009-10तिर म अमेरिकामा थिएँ, त्यतिखेर हुँदै गर्दाखेरि नेपालको प्राय साथीहरूसँग कुरा गर्दाखेरि चाहिँ अमेरिकामै काम गरिरहेको छु, आउटसोर्समै काम गरिरहेको छु भन्ने कुराहरू एकदमै गर्नुहुन्थ्यो। 11-12 सालतिर आइसके पछाडि त्यो एकैचोटि नेपालका साथीहरू जबलेस हुनुभएछ। आउटसोर्सकै कुराहरूमा पनि के भएछ भने बङ्गलादेश, इन्डिया र बढी जस्तो यो मलाई जहाँसम्म लाग्छ यतापट्टि नै पाकिस्तानबाट पनि धेरै मान्छेहरूले चाहिँ त्यो जबहरू खोज्नु भयो अरे। 24 घन्टामा डेलिभरी गर्ने, उहाँहरूको चाहिँ कमिटमेन्ट बढी भयो, काम गर्न सक्ने अवस्था भयो भन्ने कुराहरू भयो होइन। अहिलेको यो समग्र परिस्थिति सृजना भएको यो निर्वाचनको कुराहरू गर्दै गर्दा जेनजीको आन्दोलन पछाडि यो आइसक्दाखेरि जेनजीका साथीहरूलाई हामीले कतिको एड्रेस गर्न सक्छौँ भन्ने कुरा नै हो डेफिनेटली पनि। मैले केही कलेजका साथीहरूसँग यहाँ बसेर अहिले कुरा गर्दै गर्दाखेरि पनि यति नयाँ कोर्सेसहरू छ। आजभन्दा 5-7 वर्ष अगाडि चाहिँ बिबिएमा एडमिसन हुने रेट एकदमै हाई थियो, आज चाहिँ बिआइटी होइन अथवा यस्तै अब बिजनेस इन्टेलिजेन्सको कोर्सहरू आउँदैछ भन्ने कुरा गर्नु भएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको कुराहरू हुँदै गर्दाखेरि एज अ एउटा पोलिटिकल पार्टीले एउटा देश ड्राइभ गर्छु भनेर भन्दै गर्दाखेरि चाहिँ त्यो रोजगारीको सुनिश्चितता चाहिँ कहाँबाट ल्याउन सकिन्छ भन्ने कुरामा चाहिँ सायद हामीले कहिले पनि कुरा गर्न सकेनौँ। यो 2-3वटा कुरा अघि हजुरले जतिवटा नि प्रश्न सोध्नुभयो त्यो सबैलाई कनेक्ट गर्नु पर्दै गर्दा अब यहाँ गणेश सर हुनुहुन्छ, वीरेन्द्र सर हुनुहुन्छ होइन, आनन्द सरको मैले धेरै कुराहरू सुन्दाखेरि हामीले दुईवटा मात्रै कुरा राखेको छ राष्ट्रिय स्वतन्त्र पार्टीले। एउटा चाहिँ डिजिटाइजेसन भनेको छ, अर्को डिजिटलाइजेसन भनेको छ। यो दुईवटा कुरामा चाहिँ अलिकति परिवर्तन ल्याउन सक्यो भने होइन, लामा घोषणापत्र या वाचापत्र प्रतिबद्धता पत्र होइन, अब एक्सनमा जानु पर्यो। जान सक्ने कि नसक्ने भन्ने कुरा पनि इम्पोर्टेन्ट भयो। घाँटी हेरेर हात निल्नुपर्छ। अघि सरले भन्नुभयो हामी इन्डियालाई दाँजेर नेपालको आइटी त बनाउन सक्दैनौँ नि त। त्यो भएर छिमेकीले घोडा चढ्यो भनेर हामी धुरी चढ्न कोसिस गर्ने होइन, बरु के गर्न सकिन्छ भन्ने कुरा, त्यो इन्फ्रास्ट्रक्चरमा काम गर्नुपर्छ भन्ने कुरा चाहिँ एउटा लागेको कुरा हो। यो सबै कुराहरू गर्नलाई सम्भव त्यतिखेर छ जतिखेर हामीले एउटा स्टेबल गभर्मेन्ट पाउँछौँ। अब यहाँ त कस्तो भइरहेछ नि, एउटा दलले सरकार चलाउँदै गर्दा कतिखेर मेरो सरकार खुस्किन्छ भनेर त्यो नखुस्कौँ भनेर चाहिँ त्यसमा चाहिँ बढी प्रयासरत रहनु पऱ्यो भनेपछि सबै कुराहरू त गर्न पाइरहेको छैन, कुनै पनि दलले पाएको छैन। त्यो कुरामा कसरी जाने भन्ने कुरा पनि भयो। नेपालको एउटा फेरि यो लिडरसिप भ्याल्युज मैले भन्नै पर्छ। म विदेशमा धेरै ठाउँमा धेरैवटा कन्फरेन्समा जाँदै गर्दा युएसमा म 9 वर्ष बसेर फर्केर आउँदै गर्दा गणेश सर विशेष गरी हजुरहरूलाई मैले अलिकति भने नेपालको लिडरसिपमा मैले चाहिँ के देखेँ भने मलाई के लाग्छ भने मेरो विचारमाबाट स्पिचहरू सुरु हुन्छ के त्यो होइन।
रिसर्चले के भनिरहेछ, स्टडिजहरूले के भनिरहेछ, मैले पेपर पढ्दै गर्दाखेरि यो फलानु देशमा त यो रहेछ भन्ने किसिमका कुराहरू त्यो भ्याल्युज सिस्टममा त्यो आइदिनुपर्छ। त्यो आएन भने चाहिँ गाह्रो हुन्छ भन्ने कुरा पनि हो। त्यहाँनिर चाहिँ कसरी काम गर्न सकिन्छ भन्ने कुरा पो। र यो ज्याक अफ अल मास्टर अफ नन हुने पनि हुनु भएन। मलाई थाहा नभएको कुरा मेरो चाहिँ यो विज्ञता होइन है भनेर उहाँहरूले अरू साथीहरूलाई चाहिँ अगाडि सार्ने, त्यही विज्ञता भएका साथीहरूलाई अगाडि ल्याएर म्यानिफेस्टो बनाउनेदेखि अन्य कुराहरू गर्न सक्यो भने धेरै कुराहरू सल्भ गर्न सकिन्छ। हस्, थ्याङ्क यू। म अमिता म्यामसँग आउन चाहेँ। यो बाचा चाहिँ गर्नुपर्छ, चुनावमा त बाचा सबैले गर्नुपर्छ। नयाँ दल पुराना दल के छन्, खास यो भोटको लागि केही न केही त कमिटमेन्ट खोज्छन् यी भोटरले होइन। अब सबै दलले चाहिँ घोषणापत्रमा हेर्दा नराम्रो भन्ने छैन, तथ्य तलमाथि होलान्, नभए त्यहाँ उल्लेख गरेका कुरालाई चाहिँ यो पार्टीले नराम्रो ल्यायो, यो अनावश्यक ल्यायो भन्ने चिजहरू छैनन्। यस्तो अवस्थामा चाहिँ कुरो प्रायोरिटीको देखियो, प्राथमिकताको। हुन त यो प्रश्न सबैलाई सोध्नुपर्ने हो, तर यहाँ किनकि त्यो अलि हामीसँग समय कम भएको हुनाले मैले फरक फरक प्रश्नमा गइरहेको छु यसमा। अब हजुरले हेर्दाखेरि हजुरको पार्टी नेपाली काङ्ग्रेस मात्रै होइन कि ओभरअलमै भोलि अब सत्तामा कुनै दल जाला नजाला होइन, त्यो हिसाबले हेर्दाखेरि सत्तामा जाने दलले नेपाली काङ्ग्रेस पनि हुनसक्छ के कुरा, जस्तै 100 दिन वा 1 वर्षलाई हेरौँ हामीले। आजको चुनाव 21 गते भएपछि अब अर्को एक सातामा सरकार बन्ने मान्यौँ भने अबको 2 हप्ता पछाडिबाट 100 दिन र 1 वर्षभित्रमा चाहिँ ठ्याक्कै गर्नुपर्ने काम चाहिँ अहिले यो डिजिटल उसलाई हामीले हेऱ्यौँ भने यो कमिटमेन्टलाई चाहिँ व्यवहारमा उतार्न चाहिँ के गर्नुपर्ने देख्नुहुन्छ तपाईँले? धन्यवाद यहाँको प्रश्नको लागि। खासमा अब मैले आइटी सेक्टरलाई म पहिला डिस्क्लेमरै गर्छु, म आइटी विज्ञ चाहिँ होइन होइन। त्यस कारण अब मिलेर काम गर्नुपर्ने हो, कोअर्डिनेसनको कुरा हो। र हामीले हेर्दाखेरि चाहिँ अहिले सबैभन्दा सुरुदेखिकै क्वेसन्सहरू यो तपाईँको क्वेसनसँग जोडेर आउँछ। किन अहिलेसम्म भएन भन्दाखेरि अलिकति इन्टेन्टको कुरा हुन्छ। लिडरसिपमा त्यो इन्टेन्सन छ कि छैन, त्यसलाई ग्रहण गर्न सक्ने, समन्वय गर्न सक्ने क्यापासिटी छ कि छैन भन्ने कुराहरूले पनि आउँछ। र यहाँले भन्नुभएकोमा चाहिँ क्वेसनमा चाहिँ जस्तो एजुकेसन आइटीको माइन्डसेट भनेको एकाडेमियासँग जोडेर आउँछ। त्यस कारणले चाहिँ आइटीलाई छुट्टै हेर्ने भन्ने कन्सेप्ट नै ठिक होइन भन्छु म चाहिँ। आइटीलाई होलिस्टिक अप्रोचबाट हेर्दाखेरि हामीले चाहिँ के भनेका छौँ भने जस्तो हामीले न्युट्रिसनको कुरा गरेका छौँ, बालबालिकाको न्युट्रिसनको हेर्दाखेरि यो कसरी जोडियो जस्तो लाग्ला, तर बच्चा बेलामा राम्रो न्युट्रिसन पाएको बच्चाहरूलाई चाहिँ अनि त्यस्तै गरेर हामीले एजुकेसनको कुरा गरेका छौँ। न्युट्रिसन राम्रो पाउँदाखेरि पछि गएर उनीहरूको इन्टेलेक्चुअल क्यापासिटीमा फरक पर्ने कुराहरू आइ नै राखेको छ रिसर्चमा। र त्यस्तै गरेर दोस्रो कुरा भनेको चाहिँ साइन्स टेक्नोलोजी र इनोभेसनको एजुकेसनको कुरा पनि आउँछ। अब अघि नै पनि यहाँले डिजिटल डिभाइडको कुरा गर्नुभएको छ होइन। एजुकेसनमा लगेर आइटीलाई जोड्न सक्ने कुरा गर्दाखेरि नेपाली काङ्ग्रेसको घोषणापत्रमा हामीले एउटा इन्फ्रास्ट्रक्चरको नै कुरा हुन्छ, त्यसकारण युनिभर्सल कनेक्टिभिटीको कुरा गरेको छौँ। त्यसैले लोकल लेभलसम्म नै चाहिँ आइटीको इन्फ्रास्ट्रक्चरहरू लिएर जान सक्यौँ, रुरल स्कुलहरूसम्म पनि लिएर जान सक्यौँ भने त्यो आउने कुरा भन्ने कुरा रहन्छ। अर्को चाहिँ ह्युमन क्यापिटल इन एआईको कुरा गरेको छौँ। ह्युमन क्यापिटल इन एआईमा चाहिँ रिसर्च एन्ड डेभलपमेन्टको पनि कुरा छ। र त्यस्तै गरेर स्कुल लेभल करिकुलममा आइटीसँग र एआईसँग जोडिएका कुराहरू जुन सिकाउनु पर्ने हो, कोडिङ ल्याङ्ग्वेजदेखिको कुरा, तिनीहरू कुराहरू आउने हुन्छ। र पहिलो सुरुमा गएर चाहिँ हामीले त हाम्रो पहिलादेखि नै 7 वर्षदेखि नै प्रोजेक्ट गभर्मेन्टमा काम गरिराखेको भएर त्यसैको कन्सेप्टलाई लिएर जाने हो। यदि हामी सरकारमा गयौँ भने चाहिँ हामीले पहिलो 1 महिनामा सबै सेक्टरमा नै के गर्ने भन्ने कुराहरू हाम्रो एक्सन प्लान लिएर आउँछौँ भन्ने हाम्रो बाचा छ, हाम्रो प्रतिज्ञा छ। त्यसकारण फर्स्ट 1 मन्थमा आइटीको विषयमा पनि त्यो एक्सन प्लान आउँछ र त्यसपछि हरेक 1 महिनापछि हामीले के अचिभ गऱ्यौँ भनेर भन्छौँ भन्ने कुरा पनि छ। त्यसकारण त्यो अचिभ कति गर्दै गयो, सबै कुरा एकैचोटि अचिभ हुँदैन, त्यो हामी सबैले राम्रोसँग बुझाएका छौँ। यहाँ सबैजना विज्ञहरू हुनुहुन्छ, त्यसकारणले सबै कुरा एकैचोटि अचिभ हुँदैन र त्यो रोड म्याप बनाउँदै जाँदाखेरि कुन एक्सन प्लानमा कतिखेर चाहिँ कुन अचिभ गर्ने भन्ने कुराहरू आउँछ। र अर्को कुरा चाहिँ मेन कुरा भनेको जुन यहाँले पनि उठाउनु भएको स्किल
मिसम्याच भइरहेको स्किल मिसम्याच भइरहेको कुराहरूलाई पहिला एड्रेस गऱ्यौँ भने हामीसँग अहिले जुन स्किल भएका चाहिँ हामीसँग जनशक्ति छ त्यो ह्युमन रिसोर्सलाई हामीले तत्काल प्रयोग गर्न सक्छौँ र त्यसपछि अब आइटीको सेक्टरमा त नयाँ नयाँ ल्याङ्ग्वेज आउँछ नयाँ नयाँ ल्याङ्ग्वेज आउँदाखेरि फेरि त्यो नयाँ कुरा सिक्दै जानुपर्ने हुँदाखेरि अनि फर्दर के लिएर जाने भन्ने कुरा रहन्छ जस्तो हामी कहाँ धेरै युनिभर्सिटिजहरू त आयो एकाडेमियामा जोड्ने भनेर तर त्यो रुरल लेभलसम्म जान नसकेको भएकोले सुरुमा इन्फ्रास्ट्रक्चरमा जगमा नै काम गर्नुपर्छ र जगमा काम गर्दै गर्दाखेरि साइड बाई साइड त्यहाँ गर्न सकिने अरू कामहरू जुन अहिले मैले स्किल अलाइनमेन्टको कुराहरू र त्यो भएपछि रोजगारी सिर्जना हुन्छ त्यसरी गरेर जाँदाखेरि हुने एउटा कुरा भयो अर्को चाहिँ डिजिटल गभर्नेन्सको कुरा जुन एकदमै ढिलासुस्ती भएको र जेएनजी मुभमेन्टको पनि मेजर कुरा नै एउटा डिजिटल गभर्नेन्स नहुँदाखेरि त्यहाँबाट आएको इरिटेसन र अर्को कुरा भनेको चाहिँ जुन करप्सनको कुरा धेरै नै उठाउनु भएको छ त्यो दुईटैलाई एड्रेस गर्नको लागि फर्स्टमा चाहिँ डिजिटल गभर्नेन्समा लिएर जानुपर्छ। हस् थ्याङ्क यू म विजय शर्मा चाहेँ हजुरलाई मैले 3टा एस्पेक्टमा सोध्न चाहेँ एउटा शिक्षा अर्को सुशासन र अर्को चाहिँ एन्टरप्रेन्योरसिप युवा उद्यमीहरूलाई चाहिँ राज्यले गर्ने सहयोग यो 3 क्षेत्रमा चाहिँ तपाईँको दल र अथवा भोलि अब आउने सरकारले चाहिँ ठ्याक्कै गर्नुपर्ने चाहिँ के हुँदो रहेछ त्यसमा? हुन्छ धन्यवाद। डिजिटल डिभाइड कसरी कम गर्ने भन्नुभयो होइन सो डिजिटल डिभाइड कम गर्न चाहिँ भनौँ न हामीसँग चाहिँ हाम्रो एनटिए छ उसको मैले प्रफिट हेरेको थिएँ लेटेस्ट प्रफिट त्यही सरब रहेछ क्या लेटेस्ट प्रफिट होइन लास्ट फिस्कल इयर उसले जो अडिट गर्यो त्यसको त्यही सरब रहेछ होइन अनि उसलाई हरेक वर्ष चाहिँ पौने 2 अरब जति चाहिँ त्यो रुरल जो हुन्छ उसमा आउँदो रहेछ 2 अरब है सो त्यही सरब र भने त्यही सरब एकचोटि खर्च हुने त्यसको नि साइकल होला अर्थात् अरू पनि थपिँदै जाला होइन सो भनेपछि चाहिँ हामीले हुन्छ नि एउटा डिजिटल डिभाइडहरू कम गर्न हुन्छ नि रुरल उसमा त हाम्रो डेडिकेट छ त 2 अरब त वर्षै पछि आइरहेको छ त करिब 2 अरब हामीले त्यसलाई चाहिँ गरेर चाहिँ होइन के हो त ठ्याक्कै गर्न खोजेको कुरा के चाहिँ डिजिटल डिभाइड कम हुन्छ भने पहिला क्लियर हुनु पऱ्यो होइन भएपछि रिसोर्सको चाहिँ खास कमी रहन्छ एउटा त्यहाँ भयो होइन अब अर्को चाहिँ प्राथमिक जो हुन्छ नि यो ग्याप छ जो पढ्नेको भन्ने कुरा भयो अब प्रायः सबैमा हेर्दाखेरि चाहिँ त्यो ठ्याक्कै कलेजबाट निस्किने बित्तिकै त त्यो इन्डस्ट्रीको लेभलमा काम गर्न त गाह्रै हुँदो रहेछ मैले हामीले साथीहरू पनि गराइ देख्छु होइन त्यसलाई चाहिँ के त स्किलिङको कुरा होला उसको एप्रेन्टिससिपको कुरा होला इन्टर्नसिपको कुरा होला होइन त्यसलाई चाहिँ इन्डस्ट्रिजले पनि सँग जोडिनु पऱ्यो इन्डस्ट्री पनि त्यससँग जोडिनु पऱ्यो इन्डस्ट्री र त्यो एकाडेमियाको चाहिँ राम्रो इन्टरेक्सन भयो भने त्यो धेरै कुरा चाहिँ सहज हुन्छ होला सर्टिफिकेसन कुराहरू भयो हुन्छ नि अब यस्तो चाहिँ ग्लोबल लेभल कम्पनीहरू जो उनीहरूले जब क्रिएट गरिरहेको छ अर्थात् उनीहरूकै सिस्टममा धेरै चलिरहेको छ उनीहरूको चाहिँ स्किल सर्टिफिकेसनहरू उनीहरूले दिने सर्टिफिकेसनहरू हामीले कति फ्रीमा लिन सकिन्छ कति चाहिँ पैसा तिरेर गर्न सकिन्छ त्यसमा सरकारले कसरी सहयोग गर्नुपर्छ एउटा त्यो कुरा हुनसक्ला अनि प्राथमिकता के होला भन्दा 100 दिनको प्राथमिकता भनेको धेरै कुरा त आनन्दसरले भन्नुभएको थियो हुन्छ नियम के हो त होइन मुद्दा हालेको छ करको के भनेर मुद्दा हालेको छ होइन एनसेलकै पनि हुन्छ नि अब गरे होइन अदालतले फैसला गरिसक्यो फेरि चाहिँ हुँदै नभएको कुरा उसलाई चाहिँ होइन बाध्यात्मक बनाएर होइन उसले काम अपरेटै गर्न चाहिँ अप्ठ्यारो बनाउने गरेर त सरकारले निर्णय गर्नु भएन नि त ऊ पनि त एउटा टेस्ट केस हो एफटिआईको टेस्ट केस हो र एउटा सक्सेसफुल कम्पनीको टेस्ट केस पनि हो नि त त्यो दुईटै कुरालाई चाहिँ होइन यो चाहिँ सुनको अन्डा दिन्छ भने कुखुरै मार्ने जस्तो कुरा पनि गर्नु भएन होइन कुखुरा नमरिकन सुनको अन्डा ल्याउन अरू अझ बढी हासिल गर्ने बनाऊ त्यो कुरा चाहिँ रेगुलेटरी कुरा चाहिँ हामीले 100 दिन एक वर्ष भन्ने फर्स्ट कुरा चाहिँ अब यो अरू कुरा भनेको प्लान बन्दै जान्छ डिपिआर बन्नु पऱ्यो के बन्नु पऱ्यो त्यो छुट्टै सजिलो हुने कुरा भएन त रेगुलेटरी इन्भाइरोमेन्ट त यदि कुनै सरकार बनेपछि त बहुमत सहित सरकार बन्छ बहुमत सहित सरकार बन्दा त उसले रेगुलेटरी इन्भाइरोमेन्ट चेन्ज गर्न सक्यो नि त संविधान चेन्ज गर्नु परेन होइन सामान्य ऐन कानुन नियम कति त नियमावलीमा चेन्ज गर्ने कुरा होला र अर्को चाहिँ यो हुन्छ नि हाम्रो ग्लोबल उसमा सबै आफ्नो अटोनोमस हिसाबमा पनि चल्ने आफ्नो ठाउँमा चल्नुपर्छ तर एउटा डिरेक्सन चाहिँ हुन्छ नि प्रधानमन्त्री कार्यालयको मान्छेहरूले प्रधानमन्त्रीको त्यो भिजन के हो त होइन यहाँ धेरै कुरा आयो कि किन ढिलासुती के भन्दाखेरि प्रधानमन्त्री भिजन के हो त्यसलाई कसरी एक्जिक्युट हुन्छ टाइम बााउन्ड के छ होइन र त्यसलाई चाहिँ फलोअप कसरी गरिरहेको छ हाम्रो निर्देशन दिएर मात्रै चल्दैन क्या निर्देशन त यो होइन निर्देशनले धेरै भइसक्यो कहाँ गाँठो फुक परे हो र उसले चाहिँ टाइमली गऱ्यो भने उसको होइन ठिक छ यो होइन अब यो सबै कुरा आएको छ होइन यति तपाईँले भनिदिनु भन्नु भने त के अर्थै भएन होइन सो टाइम बााउन्ड भएन भने उसलाई के हो त उसलाई दण्ड सजाय पनि हुनु पर्ला नि त होइन त्यो जो कर्मचारी छ यहाँ त के भन्दा नगर्नु चाहिँ सक्दैन सजिलो छ क्या ब्युरोक्रेसीमा
नगर्नु सम्बन्ध सजिलो छ। नगर्नुलाई चाहिँ नगर्नु चाहिँ राम्रो मान्छे किन भन्दा उहाँ त विवादै पर्नु मान्छे, काम नगरेर के को विवाद पर्नु त होइन। गलतनीहरूले विवाद परेको छ भने अरू कुरा हो, तर कामै नगर्ने विवाद पऱ्यो त उसको पनि त होइन, उसको पनि त त्यो ढङ्गको काम भएन नि त, त्यो भयो। र अब एजुकेसन उयसमा चाहिँ होइन, आई थिङ्क धेरै कुरा यसमा पनि आइहाल्यो होला, गुड गभर्नेन्सको डिजिटलाइजेसनहरू भन्ने कुराहरू छन्, त्यसले गर्ने भयो। तर मेन कुरा त इन्टेन्टकै कुरा हो होइन, इन्टेन्ट कुरा हो, त्यसलाई कसरी तपाईँले फलोअप गर्नुहुन्छ र चाहिँ एकदम सुपर होइन हाइपर एक्टिभ पनि हुनु भएन क्या, जो चाहिँ भनौँ न अब अख्तियार भनौँ न, अब हाम्रो सुशासनको कुरामा अख्तियार छ। अब होइन अरबौँको उ गर्छ जस्तो भन्नुहोस् न के अरे पोखराको एयरपोर्टमा होइन, सबैलाई 8-8 अरबको चाहिँ दण्ड सजाय त गरेर हुँदैन होइन, एउटा ढङ्ग पनि त हुनुपर्ने होला नि त के हो होइन। त्यसलाई अब हामी रेगुलेटर कुरा लिनु होला। सो इन्टरप्राइजमा पनि हामीले हुन्छ नि उद्यमशीलताको कुरा, इन्क्युबेसन सेन्टरको कुराहरू छँदैछ, त्यसलाई प्रोत्साहन गर्ने प्राथमिकता दिने कुरा हो। धेरै कुरा त हाम्रो नीति नियम त्योको सामान्य चेन्ज गर्दा नै धेरै कुरा चाहिँ हुन्छ। अब हजुर लामो समयदेखि डेटा उदिन्ने काम पनि गरिरहनु भएको छ, उत्खनन गर्नुभएको छ होइन, राणाकालदेखिका तथ्य हामीलाई जानकारी दिइरहनु भएको छ। अब अहिले यति धेरै कुरा उठे, हामीले शिक्षाका कुरा गऱ्यौँ, उद्यमशीलताका कुरा गऱ्यौँ, पूर्वाधार विस्तारका कुरा गऱ्यौँ, अलिकति त अब आरटिडिएफ आनन्द सरको केसै छ, स्पेसल केस होइन, आरटिडिएफको कारणले कति अप्ठ्यारो परेको छ भन्ने, त्यसको परिचालन कहाँ गर्ने डेडिकेटेड रूपमा। अब हामीले यति सबै चिजलाई सामान्य रूपमा हेर्दाखेरि गाउँको स्कुलमा इन्टरनेट सब्सिडाइज गर्नेदेखि सूचना प्रविधिको जुन सुपर हाइवे बनाउने, फाइबर अप्टिकको विस्तारको कुरा छ, यो सबैलाई हामीलाई पैसा चाहिएको छ, जुन चिज हामीसँग छैन होइन। हामीले हेऱ्यौँ भने हाम्रो 5 खर्ब 6.5 खर्बसम्मको बजेट घाटा हाम्रो हरेक वर्ष छ, रेभेन्यूले भेटिरहेको छैन भनेपछि अब यो चिजलाई अब यदि हामीसँग रिसोर्स भएन भने त्यो त फोस्रो बाचा मात्रै भयो नि त। त्यो फोस्रो बाचालाई, त्यो प्रतिबद्धतालाई व्यवहारमा उतार्नका लागि जुन रिसोर्स चाहिन्छ हामीसँग, फाइनेन्सियल रिसोर्सहरू, त्यो मुलुकले चाहिँ कसरी जुटाउन सक्छ, तपाईँको दलको पनि र देशको पनि, त्यसबाट अलिकति सुन्न चाहे। धन्यवाद मोहनजी। मेरो चाहिँ टेलिभिजनमा 11 बजे रेकर्डिङ भएकोले गर्दाखेरि म निस्किनु पर्ने भएर मैले हतार गरेको। तपाईँले एकदमै महत्त्वपूर्ण प्रश्न उठाउनु भयो। रिसोर्स नभएको होइन, छ तर सही ढङ्गले परिचालन भएको छैन। आदरणीय मेरा मैले गुरु भन्ने गइरहेको छु, गणेश सर यहीँ हुनुहुन्छ, कहाँबाट जुटाउँछ रिसोर्स? म एउटा उदाहरण दिन्छु। उहाँको एउटा वर्ड थियो मेरो सम्पादकत्वमा प्रकाशित हुने टक्सार म्यागजिनमा, उहाँले एउटा पब्लिक, प्राइभेट अनि कम्युनिटी तीनवटाको समावेश सहभागिताबाट नेपालमा सूचना तथा सञ्चार प्रविधिको नयाँ बाटोमा जान सकिन्छ भन्ने उहाँले एउटा शब्द टिक्नु भएको छ। मेरो दलको कुरा गर्नुहुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा आर्थिक उदारीकरण 2042 सालमा सुरु भयो। डाक्टर प्रकाश चन्द्र लोहनीले आर्थिक उदारीकरण 1 पहिलो चरणको आर्थिक उदारीकरण उहाँले सुरुवात गर्नुभयो। नेपाली कङ्ग्रेसले त्यसलाई विस्तारित स्वरूप 2048 सालमा दियो र राष्ट्रिय प्रजातन्त्र पार्टीले यतिखेर नेपालको इकोनोमिक रिफर्म 3.0 भन्ने एजेन्डा अगाडि बढाएको छ। यो भनेको समग्र अर्थतन्त्रको रूपान्तरणको कुरा हो। समग्र अर्थतन्त्रको रूपान्तरण, राज्य संरचनाको रूपान्तरण र समग्र रूपमा हामीले व्यवस्थापकीय, शासकीय र सुशासन सम्बन्धी प्रणालीको रूपान्तरणको कुरा हो। यहाँ तपाईँले सुशासनमा बजेट कहाँबाट आउँछ भन्नुभयो, म बजेटको म जुटाउँछु, यो तपाईँलाई सुनाउँछु बजेट आउने ठाउँ कहाँ छ। मैले पछिल्लो 3 दशकमा गरेको अध्ययनले नेपालमा हरेक वर्ष राजस्व चुहावट मात्रै 3 देखि 6 खर्ब रुपियाँ बराबरी राजस्व चुहावट भएको देखिएको छ। त्यो पैसा रोक्न सकिन्छ। त्यसमध्येबाट 3 खर्ब तत्काल नेपालको राजस्वमा जोडिन्छ, विदेशी ऋण लिनु पर्दैन। त्यो 3 खरब मध्ये 3 खरब त म भन्दिनँ, 1 खरब यदि राष्ट्रिय प्रजातन्त्र पार्टी भोलि नीति निर्माण तहमा पुग्न सक्यो र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्णायक तहमा यसले आफ्नो निर्णयहरूलाई कार्यान्वयन गर्न सक्ने अवस्थामा रह्यो भने 1 खरब रुपियाँ राजस्व के अरे सूचना तथा सञ्चार प्रविधिको लागि त्यहाँ हामी जुटाउन सकिने ठाउँ छ, नम्बर 1। नम्बर 2, हामी यहाँ अहिले जति पनि मैले अघि नै सुरुवात पनि भनेको थिएँ, नेपालमा सूचना तथा सञ्चार प्रविधिको जति पनि विकास भएको छ निजी क्षेत्रको प्रयासले भएको छ। राज्यको सानो मात्रै लगानी छ, प्राथमिकताहीन परेको भनेर मैले सुरुमै पनि भनिसकेँ। अब यहाँनिर निजी क्षेत्रलाई
राज्यले के गर्छ? तपाईँ राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणापत्र पढ्नुभयो भने र मलाई आउने सुझावहरू भविष्यमा संसदमा उठाउनु पर्ने मुद्दाहरू के हुन् भन्ने कुरामा मलाई आउने सुझावहरूमा एउटा महत्त्वपूर्ण सुझाव आएको छ। नेपालमा अहिले नेपालीहरूले वर्षमा 1.5 खरब बराबरीको जुन आइसिटीको अहिले ट्रान्जेक्सन गरिराख्नु भएको छ, कारोबार गरिराख्नु भएको छ, त्यो पैसा अहिले इलिगल च्यानलबाट भित्रिरहेछ। काम लिगल गरिराख्नु भएको छ, पैसा राज्यले ल्याउन नसकेर त्यो पैसा इलिगल च्यानलबाट भित्रिरहेको छ। यदि त्यो रकमलाई वैध च्यानलबाट नेपालमा भित्र्याउने हो भने त्यसमा सामान्य ट्रान्जेक्सन कस्ट मात्रै राज्यले लिन सक्यो भने पनि राज्यका तपाईँले भन्नुभएको छ डिजिटल डिभाइडमा खर्च गर्न सक्ने पैसा त्यहाँबाट जुट्छ। त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टीले के भनेको छ भने सूचना तथा सञ्चार प्रविधिलाई आउँदो 5 वर्षसम्म पूर्ण रूपमा कर शून्य वा कर सहुलियत दिने प्रदान गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणा छ। यो आवश्यक पनि छ देशको अर्थतन्त्र विकासको लागि। यदि तपाईँले पहल गर्ने सोच्नुहुन्छ, अर्थतन्त्र रिफर्मको कुरा गर्नुहुन्छ, यहाँनिर अहिले विश्वव्यापी रूपमा इन्डस्ट्री 4.0 भन्ने कुरा आइरहेछ। त्यो भनेको के हो? जार्गनको कुरा नगरौँ भन्ने गर्नुहुन्छ भने सजिलो बुझ्ने भाषामा उद्योग अब सूचना तथा सञ्चार प्रविधि र खास गरी एआई ड्रिभेन उद्योगहरूको अब विश्वव्यापी रूपमा कुरा आएको छ। नेपाल सधैँ पछाडि परेर म रेडियो पुस्तामा बसेको थिएँ अथवा प्रिन्ट मिडियामा बसेको थिएँ भन्ने कुरा होइन। मैले नयाँ जेनेरेसन, अहिलेको जेनेरेसन जेडले जुन अस्ति जेनेरेसन जी भन्छौँ, जेनेरेसन जीले जुन आन्दोलन गर्यो, मैले जेनेरेसन जीका कुराहरूलाई उठान गरेर उनीहरूलाई इन्डस्ट्री 4.0सँग कसरी जोड्ने भन्ने कुरा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यो सोच बनाएको छ, भिजन पेपर छ। थ्याङ्क यू धन्यवाद। सँग आए अहिले यो दुईटा कुरा जोड्दा हाम्रो विजय सर र गजेन्द्र दाइको कुराको बिचमा म तपाईँलाई एउटा प्रश्न निकाल्न चाहेँ। त्यो कस्तो भन्दा एउटा बजेट रिसोर्सको कुरा अनि विजय सरले भनेको उद्यमशीलताको कुरा। अहिले आइटी स्टार्टअपहरू चाहिँ राज्यले सहयोग गरेन भन्ने एकदमै ठुलो गुनासो गरेर बसिरहेछ। किनकि टेक्नोलोजिकल एडभान्समेन्टमा उनीहरूको सिप इनोभेसन र उनीहरूको त्यो लगनशीलतालाई प्रवर्धन गर्न हामी चुकेका छौँ भन्ने निष्कर्ष छ। जस्तै अस्ति भर्खरै हामीले हेऱ्यौँ भने इन्डियामा आइआइटी चेन्नईबाट मेन्टरसिप पाएको 2-3टा टोलीसँग हामी बसेका थियौँ र एक त सरकारको लिन गाह्रो छ, दिँदैन, थोरै छ। अर्को त्यो अपर्याप्त छ, त्योबाट चाहिँ स्टार्टअप चल्दैन। भनेपछि अब हामीले यदि आइटीमा अलिकति एडभान्स गर्ने हो भने आफ्नै प्रोडक्टहरू डिजाइन गर्ने हो भने म तपाईँलाई सानो उदाहरण दिन्छु। अहिले मिडियामा जुन इलेक्सनको अपडेट गर्ने सानो एप छ, त्यो भनेको आफ्नो पोर्टलमा इम्बेड गर्न मिल्छ कि त्यो बनाउने हाम्रो टोलीहरूले चाहिँ एउटा मिडियालाई बेचे बापत मिलियन रुपियाँ कमाइरहेछ। भनेपछि एउटा सानो सानो चिजहरू फेसिलिटेट गऱ्यो भने त्यो चिज आउँदो रहेछ, उनीहरूले कमाउने रहेछन् र बिजनेस पनि चल्दो रहेछ। मिडियालाई पनि सहयोग भयो नि त, किनकि अपडेट गर्ने लफडा रातभरि बसेर गर्नु पर्थ्यो, अङ्क हाल्दैछ त्यसले सबै प्रोसेस गरिदिन्छ, डिस्प्ले गरिदिन्छ। भनेपछि त्यस्तो चिजहरूलाई प्रमोट गर्नका लागि अब आउने सरकारले र तपाईँको दलले पनि के गर्छ त्यसमा? धन्यवाद मोदी। खास गरी पुँजी कसरी जुटाउने भन्ने जुन प्रश्न छ, अवश्य पनि सबै कुराको जतिसुकै राम्रा नीति निर्माण योजना जे बनाए पनि त्यसको कार्यान्वयनको निम्ति आवश्यक भनेको पुँजी, प्रविधि र दक्ष जनशक्ति हो। जहाँसम्म पुँजी कसरी भित्राउने भन्नेमा वा पैसा कसरी कमाउने भन्नेमा हाम्रो चाहिँ दुईवटा धारणा छ। एउटा देशभित्रै कमाउने, अर्थात् देशभित्रै पैसा कमाउनको निम्ति देशभित्र जल, जमिन र जडीबुटी हाम्रा र पर्यटनमा अधिकतम स्वदेशी उत्पादन बढाएर हामीले जनशक्ति र व्यक्ति निर्यात गर्ने होइन कि उत्पादन निर्यात गरेर स्वदेशी उद्योग र उत्पादनलाई बढावा दिएर देशभित्रै पैसा कमाउनु पर्यो। दोस्रो, त्यतिले मात्रै पुग्छ त भन्दा हाम्रो पार्टीको धारणा त्यतिले मात्रै पुग्दैन भन्ने हो। त्यसको निम्ति विदेशी लगानी, ठुल्ठुलो अन्तर्राष्ट्रिय कम्पनीहरूलाई देशमा लगानीको वातावरण बनाइदिनुपर्छ। भारत, चीन, युरोप, अमेरिकाका मल्टिनेसनल कम्पनीहरूले हाम्रा जल, जडीबुटी, विद्युत
लगायतका पर्यटन क्षेत्रमा लगानी गर्ने उपयुक्त वातावरण राज्यले बनाइदिनुपर्छ। यहाँहरूलाई अलि राजनीतिक कुरो गरे जस्तो होला, हाम्रो पार्टीको संरक्षक डाक्टर बाबुराम भट्टराईले यसकै निम्ति बाहिरले लगानी गरिदिने, जस्तो उहाँको स्पष्ट धारणा के हो भने भारतीयले लगानी नगरेसम्म जहाँको भाषा संस्कृति सबै मिल्छ, भारतीय उद्योगीहरू आएर नेपालमा लगानी नगरेछन् चाइनिज त आउन्न, चाइना र भारत नआएछन् अमेरिका र युरोपको त यहाँ लगानी गर्न आउन्न। त्यो भएर उनीहरूको लगानीको सुरक्षित गरिदिनुपर्छ, जसले ठुल्ठुला उद्योगहरू खोल्न प्रोत्साहित हो, हजारौँ मान्छेहरूलाई रोजगारको अवसर दियोस् भनेर विपा सम्झौता गर्दा राष्ट्रघाती बने। त्यो भएर हाम्रो धारणा के हो भने हामीसँग पैसा छैन, कोही विदेशी कम्पनी आयो भने त्यसलाई चन्दा गर्ने, विदेशी दलाल भन्ने, त्यहाँ गएर तालाबन्दी गरिदिने, यस्तो तरिकाले विदेशी कम्पनीहरू आउँदैनन्, लगानी हुँदैन। हामी स्वदेशीसँग मात्रै पर्याप्त पुँजी छैन, उत्पादन बढाउँ र विदेशी लगानीको निम्ति पनि उपयुक्त वातावरण बनाइदिउँ, त्यसो भयो भने पुँजी जुट्छ भन्ने। थ्याङ्क यू। म नेत्र रक्षासम्म आउन चाहेँ। अब यो हजुरको दल लामो समयसम्म सरकारमा पनि रहिरहेको र खास गरी यो डिजिटल नेपाल फ्रेमवर्क पनि तपाईँहरूकै नेतृत्वमा हुने बेलामा अनवेल भएको हुनाले चाहिँ के देख्यो भन्दाखेरि नेपालमा सिक्युरिटी प्रिन्टिङदेखि लिएर एप्लिकेसन प्रोक्युरमेन्टसम्म हरेक चिज चाहिँ विवादमा, डिजिटल छोयो कि त्यो फस्यो भन्ने खालको, छुनै नहुने र त्यसको सुरुको प्रोक्युरमेन्टमै भनौँ खरिदमै विवाद हुने, त्यसपछि त्यसको डेटाको म्यानेजमेन्टमा विवाद हुने, हामीले यो पासपोर्टको र अरू डिजिटल उसको डेटा सर्भर कहाँ राख्ने, कसले हेर्ने भन्नेमा हामी लामो माथापच्ची गरिसक्यौँ र कुनै पनि परियोजना विवादहरू भएको छैनन्। अब यो यसरी चाहिँ खासमा केले यस्तो बनाउँछ, त्यसले हाम्रो विकासलाई पछाडि धकेल्याछ कि छैन, हजुरलाई के लाग्छ? मूलत यो नीतिगत र कानुनी कुरा रहेछ होइन। अब यो सबै रिफ्लेक्सन हेर्दा यहाँ मन्त्री हुनुभएको आदरणीय नेताजीहरू पनि हुनुहुन्छ। हाम्रो यो चाहे आइटीको होस् अथवा कुनै पनि होस्, प्रोक्युरमेन्ट पोलिसीलाई अझै डेमोक्रेटिक र अझै ट्रान्सपारेन्ट र सरल नबनाइकन हामी ठुला लगानी, ठुला योजनाहरू कार्यान्वयन नै गर्न सक्दैनौँ। त्यसैको रिफ्लेक्सन भयो होला। यो पासपोर्ट बनाउँदा पनि विवाद, हवाईजहाज किन्दा पनि, त्यो खालि आइटीको मात्रै किन कुरा गर्ने र? यो अस्ति मैले कहाँ एउटा पोलिटिकल डायलगमा सुन्दा नेपालमा अहिलेको अवस्थामा हवाईजहाज कसैले किन्दैन, किन किन्ने मान्छे त जेल गइहाल्छ होइन, त्यो जोसुकै त्यो नेता भए पनि ऊ भए पनि भन्ने खालको यो खालको। त्यसले गर्दा म एउटा दृष्टान्त सानो के ल्याउँछु भने हामीलाई राजदूत हुँदाखेरि सरकारको एउटा निर्देशन थियो एफडिआई ल्याउने, कुन कुन क्षेत्रमा कम्पेरेटिभ एडभान्टेज छ कुन मुलुकको। मलेसियाको आइटीमा असाध्यै धेरै रहेछ आइटी, र उनीहरूको अहिले भएको आइटी पार्कमा सपोर्ट गर्ने कुरा गरे उनीहरूले। मैले सुन्दै थिएँ, भन्दै थिएँ सर, मैले हामीलाई चाहिँ नेपाल सरकारको राजदूतहरूलाई एउटा चाहिँ निर्देशन थियो कि एफडिआई ल्याउने र कुन कुन देशको कम्पेरेटिभ एडभान्टेज केमा छ भन्दा मलेसियाको हेर्दै जाँदाखेरि साउथ इस्ट एसियामा आइटीमा असाध्यै उसको चाहिँ धेरै ठुलो कम्पेरेटिभ एडभान्टेज रहेछ। र उनीहरूले चाहिँ अहिलेको हाम्रो आइटी पार्क त्यहाँको अघि जो भन्नुभयो त्यो एकदमै अहिले रुने अवस्थामा छ देखि लिएर अरू थुप्रै चिजमा इन्ट्रेस्ट देखाएको। तर उनीहरूको दुईवटा कन्डिसन थियो। एउटा कन्डिसन चाहिँ स्टेबल पोलिटिक्स चाहियो, एटलिस्ट हामीले कमिटमेन्ट गरेपछि 5 वर्ष हामीले सजिलै काम गर्न पाइयोस् भन्ने। अर्को चाहिँ यो लगानी मैत्री वातावरण चाहियो। यो दुईवटा भयो भने भनेर एकजना नेपाली एक्सपर्ट हुँदो रहेछ, उहाँ उसमा पढेर आउनुभएको हार्वर्डमा, उहाँले उहाँका पेनाङ भन्ने ठाउँमा 1600 कर्मचारी रहेछन् त्यो आइटी कम्पनीमा, मल्टी बिलियनर कम्पनी रहेछ त्यो उहाँको। अनि मैले सोधेँ नेपालीहरू, म अहिले ल्याउँदैछु अझै यो चाहिँ डाउन टु अर्थ होला उहाँको कुरा रिफ्लेक्सन गर्दा, सबै इन्डियन, मले र अरू देशको युरोपियन अमेरिकनहरू उहाँकोमा काम गर्छन्, नेपाली एउटा पनि छैन। नेपाली एउटा पहिला थियो, छोड्यो। अनि किन त्यस्तो हुन्छ भन्दा उहाँले दुईवटा कुरा गर्नुभयो। नेपालमा आइटी एक्सपर्टको अथवा आइटी स्टुडेन्टको स्टेबिलिटी छैन। उनीहरू या अमेरिका या अस्ट्रेलिया या क्यानाडा या युरोप माइग्रेट भइहाल्छन् सर्ट एन्ड इन्टर्नसिप गरेपछि। अनि अर्को कुरा चाहिँ अब हाम्रो वातावरण ऊ छैन, होइन भने पोटेन्सियल चाहिँ कस्तो भने डेटा स्टोरेजमा उहाँले भन्नुभएको हाम्रो पार्टीको दस्तावेजमा पनि छ, डेटा स्टोरेजमा संसारभरि त्यो एकदमै ठुलो डेटा
स्टोरेज गर्न सक्ने प्राकृतिक संरचना चाहिँ यहाँ हामी कहाँमा छ अरे हैन। संसारले हेरेको, किनभने यो चाहिँ कस्तो हो भने एयर कन्डिसन जस्तो छ के वातावरण, धेरै पैसा खर्च हुँदैन यो डेटा स्टोरेज गर्नलाई, संसारको आकर्षण छ। तर त्यो खालको हामीले पोलिसी रिफर्म इमिडिएट गऱ्यौँ र हामीले एफडिआई आकर्षण गऱ्यौँ भने त्यहाँबाट हुन्छ। अर्को फुल स्केलमा हाम्रो इकोनोमी चल्न पायो भने, अघि साथीहरूले पनि भनिसक्नुभयो, डोमेस्टिक रूपमा हामीले हाम्रो इकोनोमीलाई स्ट्रङ गऱ्यौँ भने आइटी अब एउटा हाम्रो समाजको, अर्थतन्त्रको, हाम्रो जीवन दैनिकीको चाहिँ अभिन्न अङ्ग भएको हुनाले यसमा सर्टेन पर्सेन्टेज निश्चित रूपमा, जसरी शिक्षामा 20% पुर्याउनु पर्छ भने जस्तै यसमा पनि सर्टेन पर्सेन्ट पुर्याउनु पर्छ भन्ने हिसाबमा गयौँ भने अगाडि जान सकेला। धन्यवाद। हस्, धन्यवाद। अब बेदुराम सरलाई यो सबै चिज गर्दै गर्दा, विकास गर्दै गर्दा हामीसँग त टेक्नोक्र्याटहरू पनि चाहिने होला, सरकारी संयन्त्रहरूको, सरकारी निकायहरूको पनि दक्षता चाहिने होला। तर अहिले भएको जुन सिस्टम छ हाम्रो, त्यसले चाहिँ राम्रो पे गरेर डिजिटल रूपमा एक्सपर्ट वा त्यो जनशक्ति हायर गर्न नसक्ने। योभन्दा अगाडिको सञ्चार प्रविधि मन्त्रीले त त्यो इन्सेन्टिभ दिएर भए पनि दक्षलाई ल्याउनुपर्छ भनेर पहल पनि सुरु गर्नुभएको थियो, जुन चाहिँ हुन सकेन। भने चाहिँ अहिलेकै निजामती तलब दिएर हामीले कम्प्युटर इन्जिनियरलाई ल्याउन सक्छौँ भन्नु चाहिँ त्यो बेकार कुरा हो। उहाँले भन्नुभयो नेपालमा स्टेबिलिटी छैन। किन छैन भन्दाखेरि पेको स्टेबिलिटी छैन। पेको राम्रो हुन्थ्यो भने त स्टेबिलिटी हुन्थ्यो होला नि त, बस्थ्यो होला नि त। त्यस्तो अवस्थामा चाहिँ अब अहिलेको हाम्रो सरकारी संयन्त्रलाई चाहिँ यो निजी क्षेत्र सूचना प्रविधिमा अगाडि आउने बनाउनलाई, यसको विकासमा प्रोएक्टिभ बनाउनलाई वा यसमा लागेका युवा र निजी क्षेत्रप्रति सहयोगी बनाउनलाई चाहिँ के गर्नुपर्छ? तपाईँको दलले के सोचेको छ र तपाईँले के भन्नुहुन्छ? धन्यवाद। अहिलेको ब्युरोक्रेसीलाई नै चाहिँ बदलेर तपाईँले भने जस्तो बनाउन धेरै गाह्रो देख्छु मैले। त्यसो भएर नै हामीले के भनेका छौँ भन्दाखेरि 1 वर्षभित्र हामीले चाहिँ नयाँ सक्षम मान्छेहरू यो प्रशासन क्षेत्रमा ठुलो सङ्ख्यामा भित्राउन जरुरी छ, जो चाहिँ यो प्रविधिको हिसाबले समेत सक्षम छन्। त्यस्तो जनशक्ति हामीले चाहिँ ल्याउन जरुरी छ। यो अहिले भएकोलाई यतिकै हामी त हटाउन सक्दैनौँ, तर क्रमशः विस्थापन गर्दै जाने त्यो दिशामा चाहिँ जानुपर्छ। वार्षिक रूपमा कमसेकम चाहिँ हामीले 1 वर्षभित्र 300 जना भनेका छौँ। अहिले चाहिँ यदि हामीले सरकार बनायो भने 1 वर्षभित्र हामी 300 जना यो चाहिँ अहिलेको प्रविधिसँग परिचित अथवा प्रविधिलाई प्रयोग गरेर काम गर्न सक्ने जनशक्ति चाहिँ प्रशासनिक क्षेत्रमा भित्राउनु पर्छ भनेर भनेका छौँ होइन। त्यो बाटोबाट जानु जरुरी छ। जहाँसम्म अहिलेको हाम्रो चाहिँ पेको कुरा गर्नुभएको छ, सेवा सुविधाको कुरा गर्नुभएको छ, त्यसलाई हामीले चाहिँ कसरी सुधार गर्ने होला भन्ने हिसाबले हेर्दाखेरि जबसम्म हामीले हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन सक्दैनौँ तबसम्म हामीले कुनै क्षेत्रमा पनि न लगानी गर्न सक्छौँ, न त त्यो धेरै सुविधा दिएर मान्छेहरूलाई चाहिँ काम लगाउन सक्छौँ। त्यसले गर्दाखेरि आजको मूल समस्या भनेको हाम्रो अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्ने नै हो। त्यसो भएर हामीले के भनेको छौँ भने आजका 3टा समस्या हुन्। पहिलो कुरा सुशासन हुनु पर्यो। आजको चाहिँ यो चाहिँ कुशासनले गर्दाखेरि यो समस्या भएको छ, त्यसलाई सुशासनले प्रतिस्थापन गर्नु पर्यो। उत्पादन वृद्धिमा जानु पर्यो। उत्पादन वृद्धिका निम्ति ठुल्ठुला योजनाहरू, आर्थिक सामाजिक रूपान्तरणका ठुला योजनाहरू, महाअभियानहरू सञ्चालन गर्नु पर्यो। तेस्रो कुरा चाहिँ रोजगारी सिर्जनाका पनि अभियानहरू सिर्जना गर्नु पर्यो। रोजगारी सिर्जना गर्दाखेरि नयाँ रोजगार चाहिँ हामी जुन दिन्छौँ, नयाँ रोजगारमा आउने जो जनशक्ति हुन्छ त्यो जनशक्ति चाहिँ प्रविधि मैत्री हुनु पर्यो अथवा प्रविधि सक्षम हुनु पर्यो। त्यसरी सुधार गर्दै गइयो भने 5-7 वर्षमा हामीले चाहिँ परिस्थितिमा गुणात्मक परिवर्तन गर्न सक्छौँ भन्ने हाम्रो धारणा पनि छ र यो हाम्रो चाहिँ उसमा प्रतिबद्धता पत्रमा हामीले त्यसलाई व्यक्त पनि गरेका छौँ। धन्यवाद, धेरै धन्यवाद। र म राजन सरसँग आउन चाहेँ। अब यो अलिकति विषयान्तर गरेँ मैले यो अहिलेसम्म सोधेको चिजबाट। अब यत्रो बहसमा चाहिँ यो कुरा सोधिएन भने फेरि अहिले अडियन्सले किन यो पक्षपात भयो भन्नु होला। सामाजिक सञ्जालको नियमन यो बिचमा एकदमै उग्र रूपमै यो छुनै हुन्न, यसलाई पुरै छाडा छोड्नुपर्छ भन्ने खालको पनि थियो केही वर्ष अगाडि। अहिले बिस्तारै आउँदा धेरैलाई रियलाइज र भर्खरै छोड्नुभएका सञ्चार मन्त्रीज्यूले पनि घडीको केस आइसकेपछि हामीसँग भन्नुभयो ओहो यो त गाह्रो रहेछ, केही न केही नियमन त चाहिँदो रहेछ भन्ने। संसारमा धेरै मोडलहरू रहेछन्। दक्षिण कोरियाली मोडल, चाइनिज मोडल, कति कडा गर्ने कति नरम गर्ने भन्ने छ त्यसमा। रोकेर पनि भएन। तर जज वासिङटनले भन्नुभएको थियो अरे द फ्रिडम अफ स्विङ्गिङ माई ह्यान्ड्स
माई फ्रिडम अफ स्विङ्गिङ माई ह्यान्ड्स एन्ड्स वेयर योर नोज बिगिन्स भनेर। मेरो हात हल्लाउने स्वतन्त्रता त्यहाँसम्म हुन्छ जहाँसम्म तिम्रो नाक आउँदैन, अर्काको नाक आए त लाग्छ नि त। भनेपछि त्यो सँगसँगै मैले भन्न खोजेको के भन्दाखेरि संविधानले ग्यारेन्टी गरेको फ्रिडम अफ एक्सप्रेसन पनि इन्ट्याक्ट रहनु पऱ्यो र त्यही संविधानले फेरि अरू व्यक्तिको राइट टु प्राइभेसी पनि बनाएको छ। भनेपछि त्यो गोपनीयताको हक पनि दिनु पऱ्यो, अर्काको सम्मानमा पनि आँच नआउने गरी हुनु पऱ्यो। भनेपछि अब यो बडो यो जटिल कसैले भुङ्ग्रोमा हात हाले जस्तो सामाजिक सञ्जाल, यसको नियमनमा चाहिँ तपाईँको पार्टीको धारणा र तपाईँको अलिकति प्रविधि मैत्री भएको हुनाले चाहिँ दुई सुन्न चाहे। हस्, यहाँलाई धेरै धेरै धन्यवाद। एकदम यो महत्त्वपूर्ण प्रश्न पनि हो। अलिकति हामीले अघिदेखि यो कुरा गर्दै गर्दाखेरि म आनन्द सरको फेरि अलिकति सापट लिएँ। यो पोलिसी फाउन्डेसनमा हामीले एकदमै जोडतोडका साथ काम गर्नुपर्ने नै छ र इट्स नट अबाउट एउटा पार्टी। रासोपालाई मैले रिप्रेजेन्ट गरेँ, अन्य दलका साथीहरू यहाँ हुनुहुन्छ, त्यो होइन। देशको लागि, राष्ट्रियताको लागि काम गर्दै गर्दाखेरि मैले अघि नै भनेको कुरा यो होला भन्ने किसिमको एजम्सन भन्दा पनि अलिकति प्रोपर स्टडी गरेर कुन देशमा कुन मोडलको लागू भएको छ र त्यो कुरा हामीले यहाँ ल्याउँदाखेरि चाहिँ हाम्रो समाजसँग त्यो परिवेशसँग मिल्दोजुल्दो खालको कानुन छ भनेर हामीले पोलिसी फाउन्डेसनमा विशेष गरी काम गर्न सक्ने र भनौँ न यो बन्दै गर्नुपर्छ, खोलै राख्नुपर्छ, यत्तिकै छोड्नुपर्छ भन्ने भन्दा नि यसको अध्ययन अनुसन्धान, त्यस पछाडिका योजना तर्जुमा र त्यस पछाडि त्यसलाई कार्यान्वयन कसरी गर्न सकिन्छ मात्रै नभएर हामीले कुनै पनि कानुन लागू गरिसके पछाडिको केही समय पछाडि त्यसको समीक्षा पनि गरौँ न र यसलाई चाहिँ इम्प्रोभाइज गर्न सकिन्छ भन्ने किसिमको यो चाहिँ समावेशिताको हिसाबले र सबै दलहरूले होइन ल यो राष्ट्रिय स्तरमा हामीले यो हिसाबले काम गर्नुपर्छ है भन्ने किसिमको एउटा संयन्त्र भइदियो भने हामीले यसलाई अलिकति सहज हिसाबले लान सक्छौँ कि भोलि समाज उग्र नहोस्। अहिले जसरी यो स्वतन्त्रताका नाममा जसरी आफूलाई उहाँहरूले त्यहाँ व्यक्त गर्नुभएका छ ती कुरा पनि समाजले पचाउन सक्ने किसिमको होस् भन्नको लागि त्यो हिसाबले अलिकति काम गर्न सक्ने पाटो चाहिँ म देख्छु। मैले फेरि पनि भने यो एउटा मात्रै पार्टीको कुरा भएन, एउटा मात्रै सरकारमा हुँदै गर्दाखेरि अरू पार्टीहरूले पनि त्यो चाहिँ समन्वयकारी भूमिका निर्वाह गर्न सकिन्छ है, यो हाम्रो नेसनल एजेन्डा हो भनेर त्यसमा अलिकति काम गर्न सकिने पाटो पनि रहला। र यहीमा म अलिकति छोटोमा मैले यहाँलाई भनि पनि हालेँ, अहिले जुन किसिमको कार्यक्रम हामीले यो गरिरहेका छौँ आज होइन, अब इलेक्सन पछाडि पनि यसै गरी सबै दलहरूलाई ल्याएर तपाईँहरूले त अस्ति यो भन्नुभएको थियो नि अब के काम गर्नुहुन्छ भनेर च्याप्प समाउन सक्ने पनि संयन्त्र मैले विशेष गरी आजका आयोजक साथीहरूलाई पनि मैले भन्न चाहेँ। त्यो भएपछि के हुन्छ भने कुरा गरेको मात्रै होइन है, तपाईँहरूले एक्जिक्युट गर्नु भएन भन्न सक्ने, प्रश्न सोध्न सक्ने आधारमा त हजुरहरू पनि हुनुभयो नि त। त्यो भएर हामी एउटा असल समाजको निर्माण गर्दै गर्दाखेरि र हाम्रो यहाँको मूल्य मान्यतामा आँच नआउने गरी कसरी काम गर्न सकिन्छ भनेर यसमा चाहिँ गहन छलफल हुनुपर्छ। र मैले एउटा पार्टीलाई आधार मानेर या हामीले आफ्नो पार्टीको कुरा मात्रै गर्नु भन्दा नि यसलाई चाहिँ सर्वपक्षीय हिसाबले सबैजनासँग एक्सपर्टलाई राखेर यसमा एउटा अनुसन्धान हुनुपर्छ। त्यस पछाडि पोलिसी फाउन्डेसन। अर्को प्रश्न, तपाईँको थोरै समय बचेको हुनाले एउटा पुष्टि प्रश्न सोधिहालेँ। यो डिजिटल एजेन्डा चाहिँ पार्टीभित्र अब यहाँ भएको त सबैको एकदमै राम्रो सेन्सिटाइज भएको नेताहरू हामीले पाइरहेछौँ, उहाँहरू एक तहको चाहिँ साक्षरता र अन्डरस्ट्यान्डिङ छ भने बाँकी ओभरअलमा हेर्दाखेरि चाहिँ तपाईँको दल र अन्य दललाई पनि तपाईँले हेर्नु भएको छ, यो डिजिटल एजेन्डा कस्तो वर्गले बढी उठाउँछ पार्टीभित्र? यसो छ, मैले जब यो कार्यक्रममा मलाई निमन्त्रणा गर्दै गर्दा र त्योभन्दा अलिकति अगाडि पनि 2072 सालको संविधान जारी भइसके पछाडि 74 र 79 को मैले लगभग मुख्य पार्टीहरूको सबैको एजेन्डा हेरेँ। 74 मा पनि यो हाम्रो डिजिटल एजेन्डाहरू प्रशस्तै छन्, 79 मा नि छन्। भएको के हो भने कार्यान्वयन भएको छैन होइन। कति कुराहरू मैले अघि भने नि जबसम्म स्टेबल गभर्मेन्ट हुँदैन हामीलाई यो कुराहरू, हामी त अहिले आइटीको कुरा गरिरहेछौँ, एजुकेसनको कुरा गर्नु अन्य ठाउँको कुरा गर्नलाई नै हामीलाई गर्ने हो भने त्यही नै प्रब्लम हो कि। त्यो भएर एउटा कुरा चाहिँ हामीले एक्सनमा कसरी जान सकिन्छ भन्ने विषयमा चाहिँ घनीभूत छलफल हुनुपर्छ भन्ने मेरो मान्यता। हस्, थ्याङ्क यू। म अमिताभ म्यामसँग भन्न चाहेँ, यो हुन त यो पुरुषलाई सोधेको पनि हुन्थ्यो यो प्रश्न, तर एकजना मात्रै महिला मञ्च भएको हुनाले चाहिँ फेरि महिला सम्बन्धी इस्यु उठाएन भने पनि फेरि अर्को कमजोरी रहला मेरो तर्फबाट भनेर मैले के सोध्न चाहेँ म्यामलाई भन्दा यो डिजिटल ग्याप चाहिँ हामीले जुन रुरल र अर्बनको कुरा गर्छौँ, ग्रामीण र सहरी क्षेत्रमा महिला र पुरुषको बिच पनि त्यत्तिकै छ। र हामीले सञ्चार पढ्दै गर्दाखेरि हामीले के पढाएको थियौँ भन्दाखेरि यो कम्युनिकेसनका प्रडक्टबाट अथवा कम्युनिकेसन माध्यमबाट आउने सञ्चारबाट सबभन्दा छिटो प्रभावित हुने बालबालिका पछि महिलाहरू हो। त्यसलाई भल्नरेबल ग्रुप भन्दो रहेछ, त्यसलाई भनेको छिटो म्यानिपुलेट गर्न सकिने वा हुने भइदिने। भनेपछि एउटा त्यो ग्याप हुने, अर्को चाहिँ शिक्षा पनि चाहिने, दुइटै। भनेपछि तर डिजिटल लिडरसिपमा चाहिँ महिलाको सङ्ख्या चाहिँ कम हुने
है। हुन त अहिले भर्खरै अब हाम्रो क्यानको सर हुनुहुन्छ अध्यक्ष, क्यानमा महिला अध्यक्ष हामीले पाएका छौँ प्रविधिमा, त्यो राम्रो एउटा पक्ष हो। तर अदरवाइज हामीले अन्त हेऱ्यौँ भने चाहिँ हामी त्यो किसिमले चाहिँ देख्दैनौँ। मान्छे अब हजुर एज अ पोलिटिकल लिडर, अब त्यो पनि अब ठुलै दलको ऐतिहासिक विरासत बोकेको दलको होइन, अब महिलालाई पनि प्रमोट गरौँ भन्ने दलको नेता पनि हुनुहुन्छ। तपाईँको पहल चाहिँ यो आइटी र उसमा फिमेल लिडरसिपलाई चाहिँ अगाडि ल्याउन के पहल गर्नुहुन्छ तपाईँले? साइन्स टेक्नोलोजी इनोभेसनको सेक्टरमा महिलाहरू धेरै कम हुनुहुन्छ, त्यस कारण त्यो मैले अहिले पर्सेन्टेज चाहिँ याद भएन, तर त्यस कारणले सानै उमेरदेखि चाहिँ साइन्स टेक्नोलोजी इनोभेसनमा महिलालाई पनि लिएर आउनु पर्यो। त्यसपछि तपाईँले आइटी सेक्टरको चाहिँ सूचना प्रविधिको लिडरसिपमा महिला आउन सक्ने बाटो त्यहाँबाट तय हुने हो जस्तो मलाई लाग्छ। र अर्को कुरा चाहिँ जुन डिभाइडको कुरा गर्नुभएको छ त्यो त आइहाल्यो। र मलाई जुन अघि उहाँलाई पनि सोध्नु भएको क्वेसनमा चाहिँ बढी महिलाहरूलाई नै फेरि यो जुन किसिमको सामाजिक सञ्जालमा पनि जुन चाँडै कन्भिन्स गर्न सक्ने भनेर भन्नुभयो नि, त्यो सबै एजुकेसनसँग पनि गएर जोडिन्छ जस्तो लाग्छ मलाई। र अर्को कुरा भनेको हामी सानो बेलामा हामीले नैतिक शिक्षा भन्ने हामीले पढ्नु पर्थ्यो र कसरी चाहिँ सबै व्यक्तिहरूलाई चाहिँ अरूको पनि ह्युमन राइट, आफ्नो ह्युमन राइट बोल्न पाउने अधिकारको लागि त हाम्रो पार्टी लडेकै हो। त्यस कारण त्यसमा हाम्रो नेक्स्ट क्वेसन नै छैन। हामी त्यो प्रश्न गर्न पाउनुपर्छ, भन्न पाउनुपर्छ भन्छौँ, तर त्यो भन्दै गर्दाखेरि पनि चाहिँ अरूको मानवाधिकारको पनि ख्याल राख्नुपर्ने कुरा कहाँबाट सुरु हुन्छ त भन्दाखेरि स्कुलिङबाटै सुरु हुन्छ। त्यस कारण स्कुलिङबाट नै सिकायो भने, सानैदेखि सिकायो भने यसो भन्नु हुँदैन भन्ने कुराहरू त्यसलाई धेरै नै इम्पोर्टेन्स दिनुपर्छ अहिलेको कन्टेक्स्टमा जस्तो मलाई लाग्छ। र महिलाहरूलाई त झन् विशेष गरेर एकदमै अपाच्य शब्दहरू नै प्रयोग गरेको चाहिँ जुन छ, त्यस कारणले अहिले हामीले रेस्पोन्सिबल एन्ड एथिकल युज अफ एआई एन्ड आइटी भन्ने कुरा पनि तड्कारो रूपमा लिएर आउनुपर्छ भन्ने चाहिँ मेरो भन्नु छ। हजुरलाई अर्को थप्न चाहेँ, समय हजुरको अलिकति बाँकी भएको हुनाले, यो जुन पेपरलेसको कुरा गरिरहेको छौँ हामी होइन, अब हजुरको दलले चाहिँ यो कुन कन्टेक्स्टमा आएको भन्दा हामीले भन्नलाई चाहिँ नागरिक एप पनि भन्यौँ, एनआइडी पनि भन्यौँ, दियौँ। के भन्यो भन्दाखेरि सिङ्गल पोइन्ट हो, यो भएपछि सबै हुन्छ भन्न थालेको 5-7 वर्षै भइसक्यो। तर अहिले पनि हामी चाहिँ एकपटक बुझाएको अफिसर तपाईँले फेरि नागरिकता, एकपटक विश्वविद्यालयमा बुझाएको डकुमेन्टलाई फेरि सर्टिफिकेट, उसैले दिएको टियुमा तपाईँ जानुभयो भने उसैले दिएको सर्टिफिकेट बुझाउनु भयो भने त्यसले अर्को सर्टिफिकेट दिँदैन। भनेपछि अब हजुरको दलको तर्फबाट चाहिँ यो चिज अन्त्य गरेर एउटा सिङ्गल सबमिसन भइसकेपछि फेरि नखोज्ने सिस्टम बनाउनलाई चाहिँ के पहल रहन्छ? त्यो गर्ने हाम्रो म्यानिफेस्टोमा त्यो छ होइन, सबै चाहिँ एउटै क्लाउड सर्भरमा लिएर आउने भन्ने कुराहरू छ। तर त्यसको लागि पनि सबैभन्दा बेसिक रिक्वायरमेन्ट भनेको पहिला मैले बुझेसम्म होइन, यहाँ धेरै आइटीका साथीहरू हुनुहुन्छ, पहिला सुरुमा त्यो आइटी इन्फ्रास्ट्रक्चर नबनाइकन, किनभने त्यो कनेक्टिभिटी हुन पर्यो, त्यो डकुमेन्टहरूको कनेक्टिभिटी। जस्तो म चाहिँ ब्याचलर लेभल पढ्ने भनिसकेपछि +2 पढेरै आएको होला नि, फेरि ब्याचलरको पनि सर्टिफिकेट अनि +2को पनि सर्टिफिकेट राख्नुपर्ने पनि कुरा छ नि। त्यस कारण त्यो सबै सर्टिफिकेटहरू त्यो एकै ठाउँमा त्यो आइटीको एउटै प्लेटफर्ममा चाहिँ भइसकेपछि जसलाई जे सर्टिफिकेट चाहिन्छ उसले त्यो सर्टिफिकेट लिन सक्नु पर्यो, त्यहाँबाट चाहिँ डेटालाई कनेक्ट गर्न सक्नुपर्ने कुरा हुन्छ। अब त्यो कनेक्टिभिटीको लागि चाहिने जुन मेन कुरा हो नि तलको चाहिँ इन्फ्रास्ट्रक्चर हो, त्यसमा सबैभन्दा धेरै पैसा लाग्छ। घर बनाउँदाखेरि जग बनाउने जस्तै आइटी इन्फ्रास्ट्रक्चर पहिला डेभलप गर्नु पर्यो। त्यसकारण मैले इन्टेन्ट भनेको, अब म त्यो गर्छु भन्ने इन्टेन्ट भएको लिडर आउनुभयो भने चाहिँ उहाँहरूले त्यो गर्छु भनिसकेपछि पैसा कहाँबाट ल्याउने भन्ने कुरा हुन्छ, सबैभन्दा धेरै पैसा त्यसमा लाग्छ। अब जुन पनि पैसाको सोर्सेसहरू छ अरू साथीहरूले पनि भनिसक्नु भएको छ, त्यसैले दोहोऱ्याइन, त्यो पैसाको सोर्सेसहरू चाहिँ उत्पादन जुन चाहिँ प्रोडक्टिभ सेक्टरमा लगाउनु पर्नेमा यो आइटी भनेको प्रोडक्टिभ सेक्टर हो भनेर मानिसकेको पार्टीले, मानिसकेको लिडरसिपले चाहिँ त्यो पैसाहरूलाई उतापट्टि डेभिएट गरेर पनि लिएर आउन सक्छ। हस्, थ्याङ्क यू। विजय सरलाई यो सार्वजनिक निकायमा बस्नेहरूको जवाफदेहितामा प्रश्न उठ्ने गरेको छ, हजुरहरूले पनि उठाइरहनु भएको छ। र यो जवाफदेहितासँग मलाई लाग्छ यो प्रविधिको एप्लिकेसनबाट त्यो जवाफदेहितालाई चाहिँ अलि इन्हान्स गर्न र अझै बढी उनीहरूलाई रेस्पोन्सिबल र अकाउन्टेबल दुइटै बनाउन सकिने स्थिति रहन्छ। तपाईँको चाहिँ यसमा पोलिसी के हो? खास त प्रश्नमै जवाफ छ होइन, खास त्यो हुन्छ नि, त्यसलाई इन्हान्स गर्नु पर्छ। यसलाई मैले जोड्न खोजेको यसमा जस्तै ठेक्कापट्टाको कुरामा अथवा सरकारले दिने सर्भिसको डेलिभरीको कुरामा यसमा चाहिँ कसरी त्यसलाई इन्हान्स गर्ने भन्ने बारेमा
यो उहाँलाई पनि भनेको छ यो तपाईँको हुन्छ नि सामान्य एउटा हिसाब हेर्नु न, मैले इन्डियामा जाँदाखेरि चाहिँ सिम लिन खोज्दाखेरि भने अर्को साथीले दिए तर उसले सिम लिनलाई चाहिँ त्यो एउटा औँलामा त्यो के अरे फिङ्गरप्रिन्ट रिडर गरेपछि उसले ठ्याक्क आउँदो रहेछ क्या, केही गर्नु नपर्दो रहेछ क्या होइन, फिङ्गरप्रिन्ट रिडर होइन। अब हाम्रो यहाँ हेर्नुहोस् न, तपाईँले अब हामीले एनआइडीमा राखिसकेको छ नि त डेटा होइन, अब प्रायः सबै सेवा लिन तपाईँ एनआइडीको नम्बर कम्पलसरी जस्तै छ होइन। अब तपाईँ ट्याक्समा जानु भने के भन्छ, ट्याक्सले फेरि अर्को फिङ्गरप्रिन्ट दिन्छ क्या, त्यो एनआइडीको रिडरले भएन। जस्तो अहिले निर्वाचनको अस्ति भोटर लिस्टमा गर्दा बल्ल बल्ल भयो होइन। जेनरली मैले भने त 3 वर्ष अगाडि हामीले त्यो आयोगलाई एकचोटि सिफारिस गर्दाखेरि के कसो गर्न सकिन्छ, उसले ऐनको चाहिँ बनाउँदाखेरि चाहिँ एकीकृत ऐन बनाउँदाखेरि चाहिँ यति गर्नु न, तपाईँको रिडर राख्ने बित्तिकै त तपाईँको त भेरिफाई भयो त। वर्ल्ड वाइड ग्लोबल जहाँ छ मान्छे भोटर लिस्टमा नभए मान्छे उनीहरूको जान्छ होइन। अब अर्को चाहिँ अब जस्तो हेर्नुहोस् त हरेक साल बढाइ छ त्यो भोटर लिस्ट, अहिले झन् 2 करोड पुग्न आइसक्यो होइन। अहिले अगाडि 1.5 करोड थियो 74मा, 8 वर्षमा 2 करोड भयो। मान्छे त्यस्तै त बढाएको छैन नि त, किन त्यसरी एउटा चाहिँ त्यो बढाइ छ भन्दाखेरि त्यो मरेको मान्छेको चाहिँ घटाएको छैन क्या, त्यो भए पनि त्यो बढाइ छ क्या। मरेको मान्छेको डेटा कहाँ छ, गृह मन्त्रालयमा छ होइन। जन्म दर्ता घटनाहरू दर्ता त सबै गृह मन्त्रालयमा छ, त्यो दुइटा म्याच गरे हुँदैन। सामान्य कुरा नि त होइन। भनेपछि हामीले यसलाई चाहिँ कम्प्रिहेन्सिभ रूपमा हेर्ने, भएको डेटालाई चाहिँ एकअर्कासँग जोड्ने गर्ने बित्तिकै त धेरै कुरा बन्यो नि त होइन, धेरै कुरा बन्यो। यसमा तपाईँले मैले जोडेँ अर्को प्रश्न, तपाईँको दलको चाहिँ यो अघि गोविन्दलाई सोधेको प्रश्न म तपाईँले दोहोऱ्याउन चाहेँ, यो रिसोर्स जेनेरेसनमा चाहिँ के नीति हो? रिसोर्स जेनेरेसन त्यही मैले अगाडिकै उसमा दिइसकेको थिएँ भनेपछि हामीलाई 23 अरब त एनटिएको छ त प्रफिट, खर्च गरे भयो नि त, एकै साल 23 अरब सिद्धिँदैन होइन। हरेक वर्ष 2 अरब आउँछ भन्नु मान्नुहोस् न ल होइन। 23 अरब र 2 अरब भयो भने ल 2 अरब त आक्लाई गर्छ नि त होइन। धेरै कुराहरू के भन्छ, जस्तो हाम्रो ओडाहरूमा त ओडा कार्यालयहरू त प्रायः सबै कनेक्टेड छ नि त होइन। अब कसरी गरेछ हुन्छ नि, भिस्याटबाट गऱ्यो कि अर्थात् त्यो वाइफाई गरेर लग्यो कि होइन, अप्टिकल फाइबर जोड्यो कि त्यो अर्को कुरा भयो, तर जोडिया त छ नि त होइन। अलमोस्ट सबै सेवाहरू पाउँछ होइन। अब अहिले त्यहाँ बिजुलीको कुरा आयो होइन, गुणस्तरीय चाहियो त्यो सेवा होइन, गुणस्तरीय सेवा चाहियो। अब यहीँ काठमाडौँमै गुणस्तरीय छैन, अब बाहिरको पनि के होला, त्यो सीमितताहरू छँदैछ होइन। अब हामीले ऋण लिने गर्ने सबै कुराहरू त्यसमा एउटा जोडिहाल्छ होइन। किन भन्दा अब होइन यो हाम्रो आई थिङ्क सोसाइटीकै उसमा चाहिँ नगरिकन फेरि अब यो फेरि लामो बहस होला, फेरि तपाईँले एउटा सोध्नु भएको छ अर्कोतिर गयो भन्ने होला। हेर्नुहोस् न, काठमाडौँमा चाहिँ यो लप्सीफेदीको होइन, लप्सीफेदीको हाई टेन्सन वायर चाहिँ यहाँ आएन भने यहाँको सिस्टम स्टेबल हुन्न भने त थाहा छ नि हामी सबैलाई। तर के त अवरोध पनि छ, अवरोधमा सरकारले एउटा चाहिँ होइन त्यसलाई एक लेभलमा चाहिँ सम्बोधन पनि गर्यो होइन, गर्न सक्ने लेभलमा। अरू कति अवस्थामा बल पनि प्रयोग गरिरहेछ, त्यो गर्नु पऱ्यो। कहाँ के चाहिँ जेन्युन कुरा हो त्यसमा सरकार हेरिदिनु पनि पऱ्यो नागरिकका अपेक्षाहरू। तर काहीँ छैन भने बिना सित्तीमा न्यु खोजिरहेछ भने त होइन, त्यसमा चाहिँ होइन यो नाममा ऊ नाममा न्यु खोजिरहेछ भने त त्यसमा सरकार पनि सख्त पनि हुनुपर्छ होइन। सो भनेपछि यी सबै कुरा चाहिँ हामीले चाहिँ जोड्दाखेरि होइन, सोसाइटल लेभलमै अघि उहाँले पनि भन्नुभएको थियो होइन। सो माइन्डसेटको कुरा होइन, सोसाइटीको ट्रान्सफर्मेसन नभइकन चाहिँ हामीले यो सेक्टर वा ऊ सेक्टर भनेर मात्रै चाहिँ टुङ्गिँदैन। हस्, थ्याङ्क यू।